आमा भई यसलाई मैले नरकमा जान दिनु हुँदैन, उत्तम गति प्रदान गर्नुपर्छ भनेर भगवानले मुक्ति गति प्रदान गर्नुभयो। भगवान त दयालु हुनुहुन्छ, जहाँबाट पनि दया गर्न खोज्नुहुन्छ। मूर्ख व्यक्तिले कहाँबाट हुन्छ, कसो गरी हुन्छ, छिद्र खोजेर भए पनि झगडा गर्न खोज्छ अरे कि। भगवान दयालु हुनुहुन्छ, त्यही भएर एउटा एउटा बहाना गरेर दया गर्न खोज्नुहुन्छ। एकपल्टको कुरा हो, के भएछ भने नि एउटा घरमा श्रीमान र श्रीमती दुईजना बस्दा रहेछन्। अनि श्रीमती चाहिँ बहुत शङ्खालु रहेछ, जतिखेर पनि श्रीमानलाई शङ्खा मात्र गरिरहने। अफिसबाट आउने बित्तिकै उसको शरीरहरू सबै चेक गर्ने, विचार गर्ने। एउटा लामो खालको रौँ भेटी भनेदेखि ल आज बुढा कोसँग सल्केर आयो भनेर भन्ने, रोइहाल्ने, झगडा गरिहाल्ने। ल भएन, अब के गर्नु, कोहीसँग सल्केर आएको त होइन, बुढी सङ्खे मात्र गर्छ। आज चाहिँ विचार गर्नु पर्यो भनेर अफिसबाट घर जाने बेलामा राम्रोसँग लुगा केलाएर हेरेर एउटा पनि रौँहरू नराखिकन श्रीमान घर पुगेछ। घरमा पुगिसकेपछि फेरि श्रीमतीले शरीर चेक गर्न लागि, विचार गर्न लागि यसो हेरेको त आज एउटा पनि रौँ भेटिनेछ। फेरि पनि श्रीमती रुन लागि छे, ए बुढी के भयो, आज त रौँ छैन नि, किन रोएको भनेर भने, आज त बुढा झन् सन्यासीसँग सल्केर आएका रहेछन्, सन्यासीको कपाल हुँदैन नि भनेर रुन लागि रे। निउ खोज्ने मान्छेलाई एउटा एउटा बहाना चाहिन्छ महाराज, एउटा एउटा बहाना नभए नि निकालिकन निउ खोज्छन्। त्यसै गरी भगवान त दयालु हुनुहुन्छ, दया गर्नको निमित्त भगवानले पनि एउटा बहाना खोज्नुहुन्छ। त्यो पुतनामा के बहाना देख्नुभयो त, यसले मलाई दुध खुवाएकी छे, यो मेरो आमा भई, यसलाई कल्याण गर्नु पर्यो भनेर भगवानले मुक्ति गति दिनुभयो। यस्तो भगवानको शरण नपरे कसको शरणमा पर्ने भनेर त्यो गौरमुख शिष्यले यसरी भागवतको श्लोक उच्चारण गर्नुभएको थियो। सुखदेव स्वामीजी पागल जस्तै बनेर दौडदै आउनुभयो। हे गुरुदेव, अझै भन्नु न यस्तै श्लोक भनेर भनेको। मेरो गुरुदेवले मलाई दुईटा श्लोक सिकाउनु भएको थियो, त्यो सबै सिद्धिहाल्यो, अब त मसँग छैन। तर मेरो गुरुदेवले यस्तो 18,000 श्लोकले परिपूर्ण भएको ग्रन्थ रचना गर्नुभएको छ। हजुर सिक्न चाहनुहुन्छ, पढ्न चाहनुहुन्छ भने हाम्रो गुरुदेवले पढाइदिनुहुन्छ भनेर भन्नुभयो। ल त्यसो भए म जान्छु भनेर गौरमुख शिष्यको साथमा सुखदेव स्वामीजी आउनुभयो। आफ्नै पिताजीलाई गुरु मानेर यो श्रीमद् भागवतको अध्ययन गर्नुभयो। भागवतको अध्ययनमा निपुण हुनुभएको थियो। त्यति नै खेर हो हल्ला हुन लाग्यो, राजा परीक्षितलाई श्राप पर्यो रे, 7 दिनमा मर्दै हुनुहुन्छ रे। सरस्वती नाम गरेको नदीको तटमा भगवानको ध्यान गरेर मुक्तिको साधना गर्नको निमित्त सबैलाई सोध्दै हुनुहुन्छ रे भन्ने कुरा राजा परीक्षितले सुन्नुभएछ। ओहो, अब म जानु पर्यो, यो भागवतको माध्यमद्वारा राजा परीक्षितलाई मुक्ति गति प्रदान गर्नु पर्यो भनेर सुखदेव स्वामीजी काखीमा भागवतको पुस्तक च्यापेर त्यही सरस्वती नाम गरेको नदीको तटमा पुग्न लाग्नुभयो। यतापट्टि राजा परीक्षितले जो कोहीलाई सोध्नुहुन्छ, कसैले पनि 7 दिनमा मुक्तिको बाटो देखाउन सकेनन् र उहाँले एउटा सिंहासन तयारी गर्नुभयो र भन्न लाग्नुभयो, जो मेरो प्रश्नको उत्तर दिन्छ त्यो व्यक्ति यो सिंहासनमा आएर बस्नु भनेर राजा परीक्षितले अगाडिपट्टि सिंहासन राख्नुभयो। सुखदेव स्वामीजी विविध तीर्थहरू भ्रमण गर्दै गर्दै त्यही सरस्वती नाम गरेको नदीको तटमा आउनुभयो। तत्रा भवद भगवान व्यासपुत्रो यदृच्छया गामटमानो नपेक्ष। स्वयं भगवान श्री हरि नै राजा परीक्षितलाई कल्याण गर्नको निमित्त व्यासको पुत्र सुखदेव बनेर आउनु भएको छ। कस्तो हुनुहुन्छ त सुखदेव स्वामीजी? दिगम्बरम वक्त्र विकीर्ण केशम प्रलम्ब बाहुम स्वमरोत्तमाभम श्यामम सदा पिच्च वयोंग लक्ष्म्या स्त्रीणाम मनोज्ञम रुचिरस्मृतेन। दिगम्बर खालको शरीर छ, लामो लामो कपाल छ, एकदम श्याम वर्णको शरीर छ। स्त्रीहरू ओहो नाङ्गे बाबा आए भनेर मोहित भनेर पछाडि लागेका छन्। उहाँलाई स्त्री के हो पुरुष के हो त्यो पनि थाहा छैन। कोही ओहो ल हेर यी नाङ्गे बाबालाई त बालुवाले हान्नुपर्छ, ढुङ्गाले हान्नुपर्छ भनेर पागल जस्तै मानेर ढुङ्गा र बालुवाले हान्न लागे, त्यसको पनि वास्ता छैन महाराज। सुखदेव स्वामीजी
जब सरस्वती नाम गरेको नदीको तटमा पुग्नुभयो सबैजनाको त्यहाँ जमघट भएको देख्नुभयो। ओहो के भएको रहेछ, एकछिन बुझ्नु त पर्यो नि के रहेछ। त्यो परिस्थिति बुझ्नको लागि कहीँ बस्नु पर्यो भनेर ठाउँ खोज्नु भएको। राजा परीक्षितको अगाडि सिंहासन देख्नुभयो। अब यहीँ बस्नु पर्यो भनेर गएर टक्क बस्नुभएको थियो महाराज। त्यति नै खेर त्यहाँ भएका ठुला ठुला 1000 वर्ष आयु भएका साधु सन्तहरू उठेर स्वागत गर्न लाग्नुभयो। पक्कै पनि ठुलै व्यक्ति यहाँ आउनुभएको छ। 16 वर्षको हुनुहुन्छ, 1000 वर्ष आयु भएका साधु सन्तहरू उठेर स्वागत गरिरहेका छन्। किन भन्दा ज्ञानको कारणले गर्दा। गरिबीमा बितेको बालकपन, आफन्तबाट मिलेको अपमान, पढाइबाट मिलेको तिरस्कार, मायाबाट मिलेको बिछोड, मित्रतामा मिलेको विश्वासघात, वैराग्यको साथमा आर्जन गरेको विद्याले मानिसलाई समयभन्दा पनि अगाडि परिपक्व बनाउँछ। सुखदेव स्वामीजीले पनि वैराग्यको साथमा ज्ञान प्राप्ति गर्नुभएको थियो। त्यही भएर 1000 वर्ष आयु भएका साधु सन्तभन्दा उहाँ उच्च कोटिको साधु बनिसक्नु भएको थियो। सबै साधु सन्तहरू उठेर स्वागत गर्नुभयो, सम्मान गर्नुभयो। कोही कोही भन्न लागे ओहो ठुला ठुला साधु सन्तहरूले त राजा परीक्षितलाई मुक्ति दिलाउन सकेनन्, यो 16 वर्षको बालकले के गरी मुक्ति दिलाउन सक्ला। कसैले भन्न लागे महाराज मान्छे सानो भए पनि ज्ञान ठुलो छ। सानो अङ्कुशका परेर बसमा हात्ती भरिया भए, साह्रै सानो छ वज्र तै पनि बडा पहाड पहिरा गए। बत्ती सानो छ तै पनि सब अँधियारो, कता गयो खै कता, लामो मोटो भएर के छ र सके, चाहिन्छ तेजस्विता। ठुलो भएर मात्रै ठुलो काम हुने होइन। बत्ती सानै छ ठुलै प्रकाश छर्छ, वज्र सानो छ ठुला ठुला पहाडहरूलाई फोरिदिन्छ, बम सानै छ तर ठुला ठुला भवनहरूलाई ढालिदिन्छ। त्यही भएर मान्छेमा त्यो प्रकारको क्षमता हुनुपर्छ, उमेर मात्र ठुलो भएर महान हुने होइन भनेर कसैले भन्न लागे। त्यति नै खेर राजा परीक्षितले 2 पाउ पकडेर सुखदेव स्वामीजीलाई प्रश्न गर्न लाग्नुभयो। यस्ता साधु सन्तहरू भगवानका भक्तहरू त एउटा गोदोहनको समयभन्दा काहीँ पनि बस्न चाहनुहुन्न। प्रश्न गरिदिने हो भनेदेखि भगवानको लीला वर्णन गरेर बस्न सक्नुहुन्छ, नत्र त हिँडिहाल्नुहुन्छ भनेर सुखदेव स्वामीजीलाई राजा परीक्षितले हात जोडेर प्रश्न गर्न लाग्नुभयो। नुनम भगवतो ब्रह्मन् गृहेषु गृहमेधिनां, न लक्ष्यसे अवस्थान मपि गोदोहनं कचित्। हे गुरुदेव, अब हजुरलाई म एउटा प्रश्न गर्न चाहन्छु। म्रियमाणस्य किं कर्तव्यम, मर्नेवाला व्यक्तिले के गर्नुपर्छ? म 7 दिनमा मर्दैछु, मेरो के गरी मुक्ति हुन्छ भनेर प्रश्न गर्न लाग्नुभयो। त्यति नै खेर सुखदेव स्वामीजी भन्नुहुन्छ श्री शुकौ वाचः वरीयान सिते प्रश्नः कृतो लोक हितं नृप आत्मविद सम्मत पुंसां श्रोतव्या दिशुया पर वरीयान सिते प्रश्न। हे राजा परीक्षित, हजुरले राम्रो प्रश्न गर्नुभयो। 7 दिनमा मर्नेवालाले के गर्नुपर्छ? सुखदेव स्वामीजी राजा परीक्षितलाई भन्नुहुन्छ, राजा परीक्षित तिमी मात्रै 7 दिनमा मर्ने होइन, यहाँ भएका सबैजना 7 दिनमा मर्ने हुन्। हामी चाहिँ धेरै बाँचौँला भनेर मख पर्नै पर्दैन, हामी पनि 7 दिनमा मर्ने हो। के गरी भन्नु होला? आइतबार, सोमबार, मङ्गलबार, बुधबार, बिहीबार, शुक्रबार, शनिबार, यही 7 दिनमा हामी मर्ने होइन र? हो नि। त्यही भएर राजा परीक्षित तिमी मात्र 7 दिनमा मर्ने होइन, यहाँ भएका सबैजना 7 दिनमा मर्ने हुन्। कुनै ठुलो रोग लागेको बिरामी छ भने नि, उसलाई डर लागिरहेको छ म मर्छु, मेरो उपचार हुँदैन भनेको जस्तो लागेको छ भने डाक्टर भठ पुग्ने बित्तिकै डाक्टरले सम्झाइ बुझाइ गरेर आदि रोग निको बनाउनुहुन्छ। तपाईँलाई ठुलो रोग लागेको होइन, यो निको हुन्छ, यस्ता रोग कति मैले निको बनाइसकेँ भनेर डाक्टरले सम्झाइ बुझाइ गरेर आदि रोग निको बनाउनुहुन्छ, बाँकी रहेको रोगलाई उपचार गर्न लाग्नुहुन्छ। राजा परीक्षित पनि डराएका छन्, 7 दिनमा म मर्दैछु, मुक्ति नहुने हो कि?
अधोगतिमा परिहाल्ने हो कि सर्पले डसेर मृत्यु हुँदैछ भनेर डराएका छन्। त्यही भएर सुखदेव स्वामीजी राजा परीक्षितलाई सान्त्वना दिनुहुन्छ, तिमी डराउनु पर्दैन, तिमी मात्रै होइन अरू पनि 7 दिनमा मर्नेवाला छन्। आफू मात्र एक्लो हुँदाखेरि डर लाग्छ, त्रास लाग्छ, अरू पनि म जस्तै छन् भनेपछि खुसी लाग्छ अरे के। आफूलाई मात्र दुःख पर्दाखेरि अलि चिन्ता लाग्छ, म जस्तै दुःख पाउने थुप्रै छन् भनेपछि दुःख चाहिँ कम भएको होइन, तैपनि उनीहरूलाई हेरेर चित्त चाहिँ बुझ्छ। त्यसै गरी राजा परीक्षित पनि म मात्र 7 दिनमा मर्ने होइन रहेछु, अरू पनि मर्ने रहेछन् भनेर अलि धैर्य हुनुभयो। हेर राजा परीक्षित, 7 दिनमा आयु हुनेवालाले, 7 दिनमा मर्नेवाला व्यक्तिले के गर्नुपर्छ त भन्दा समयको सदुपयोग गर्नुपर्दछ, भगवानको भजन गर्नुपर्छ, कीर्तन गर्नुपर्छ। 100 वर्षको आयु भनेर धर्मशास्त्रले तोकिदिएको छ। निन्द्रायारियते नक्तम व्यवाए न च भावय दिवाचार्थे हया राजन कुटुम्ब भरणे नभा। लगभग 50 वर्ष त हाम्रो सुत्दै दिन जान्छ। विचार गर्नु त, 24 घण्टामा हामी 12 घण्टा सुत्छौँ, हो कि होइन? हो नि। भनेपछि 100 वर्षको आयु छ भने 50 वर्ष सुत्दै गयो। अब बाँकी रह्यो कति? 50 वर्ष। अब जन्मेको बेलादेखिबाट 25 वर्षसम्म त्यति धर्म कर्म गर्न मन लाग्दैन, पढ्नु परिगयो, खेल्नु परिगयो, खेल्दा खेल्दै पढ्दा पढ्दै दिन गयो। अब बाँकी रह्यो कति? 25 वर्ष। 75 वर्षभन्दा उता 25 वर्ष धर्म कर्म गर्न सकिँदैन। ध्यान गर्न बस्यो, ढाड दुख्न थाल्छ है, नुहाउन थाल्यो, थर 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 पिपलको पत्ता हल्ले जस्तै ज्यान हल्लिन लाग्छ। धर्म कर्म गर्न सकिन्छ? बुढेसकाल लागेपछि सकिँदैन। धर्म कहिले गर्ने त? जहिले विवेकको उदय हुन्छ, बुद्धि बलाउँछ, धर्म कर्म गर्नुपर्छ भन्ने कुरा जानिन्छ, त्यो बेलादेखिबाट धर्म कर्म गर्न प्रारम्भ गर्नु। त्यही भएर बुढेसकाल कुरेर बस्ने होइन। कोही मान्छे बुढेसकाल लाग्ला अनि धर्म कर्म गरौँला भनेर बस्छन्। बुढेसकाल लागेपछि मात्रै धर्म कर्म गर्ने भए प्रहलादजीलाई हेर्नु, ध्रुवजीलाई हेर्नु। 5 वर्षको उमेरमा भगवानको भक्तिमा निपुण हुनुभयो। यदि समय छैन धर्म कर्म गर्न भनेको जस्तो लाग्छ भने खडभाङ्ग राजालाई हेर्नु। खडभाङ्ग नाम राजर्षि ज्ञत्व यत्व मिहायुषः। खडभाङ्ग राजाले 3 मुहुर्तमा भगवानको धाम प्राप्ति गर्नुभएको थियो। प्रभु के गरी प्राप्ति गर्नुभयो त? सुखदेव स्वामीजी भन्नुहुन्छ, एकपल्ट देवताहरू र दैत्यहरूको घनघोरको युद्ध भएछ। युद्धमा दैत्यहरूले देवताहरूलाई परास्त गरे। देवताहरू भागेर जङ्गलमा लुक्न लागे। सधैँभरि लुकेर जिन्दगी चल्दैन, लौ भएन अब ब्रह्माजीको शरणमा जानु पर्यो भनेर सबै देवताहरू ब्रह्माजीको शरणमा गए। हे ब्रह्मदेव, हाम्रो स्वर्ग दैत्यहरूले हडेपे, हामीलाई परास्त गराए। स्वर्गमा उनीहरूले राज गरेका छन्। अब त्यो स्वर्ग हामीले पुनः फिर्ता के गरी प्राप्ति गर्न सक्छौँ भनेर भन्न लागे। ब्रह्माजीले भन्नुभयो, स्वर्गलोक प्राप्ति गर्ने इच्छा छ भने तिमीहरू जाऊ, खडभाङ्ग राजालाई गएर सहयोग माग। धेरै बलवान राजा छन्, तिमीहरूको साथमा लागेर दैत्यहरूसँग युद्ध गरे भने दैत्यहरू परास्त हुन्छन्। ल हुन्छ प्रभु भनेर गएछन्। देवताहरूले गएर खडभाङ्गलाई भन्न लागे, महाराज ब्रह्माजीले भन्नुभएको हाम्रो साथमा लागेर हजुरले दैत्यहरूसँग युद्ध गर्नु पर्यो। ठिकै छ, क्षत्रियको कर्तव्य हो धर्मको निमित्त युद्ध गर्नु। ल हुन्छ भनेर जानुभयो। देवताहरूको पक्षधार बनेर दैत्यहरूसँग युद्ध गर्नुभयो। युद्ध गर्दा गर्दै खडभाङ्ग राजाको बल र प्रतापद्वारा सबै दैत्यहरू परास्त भए। पाताल लोकमा भागाभाग गरेर गए। खडभाङ्ग राजादेखि इन्द्र प्रसन्न भएछन्। महाराज खडभाङ्ग, हजुरको कारणले गर्दा राज्य हामीले प्राप्ति गर्यौँ, हजुरलाई वरदान दिन चाहन्छु, के वरदान माग्नुहुन्छ भनेर इन्द्रले सोध्न लागे। खडभाङ्ग राजा भन्नुहुन्छ, केही माग्नुभन्दा अगाडि पहिला म मेरो आयु हेर्न चाहन्छु, म कति बाँच्ने रहेछु। अब धेरै बाँच्ने भए पो यो चाहियो ऊ चाहियो भनेर भन्नु। अब कम बाँचिने रहेछ भने अहिले धन सम्पत्ति मागौँला, त्यो भोग गर्न नपाइएला। मेरो आयु चाहिँ कति छ नि हजुरले हेरिदिनु पर्यो। ल हुन्छ भनेर यसो ध्यान दृष्टि लगाएर हेरेको त महाराज आयु त जम्मा 3 मुहुर्त मात्रै रहेछ। जम्मा 3 मुहुर्त छ महाराज हजुरको आयु।
त्यसो भए मलाई धन सम्पत्ति केही चाहिँदैन, मलाई मुक्तिको इच्छा छ, मलाई मुक्ति प्रदान गर्नु भनेर खडबाङ्ग राजाले भन्नुभयो। महाराज खडबाङ्ग, मुक्ति मेरो हातमा छैन, अब मेरो हातमा जे छ त्यही दिने नै हो, नभएको चिज कहाँबाट ल्याएर दिउँ? जे हुन्छ त्यही अरूलाई दिन सकिन्छ। दुखीले अरूलाई पनि दुखै दिन्छ अरे, सुखीले अरूलाई पनि सुखै दिन्छ अरे। हाँसिराख्ने मान्छे छ भने छेउमा बस्दाखेरि ऊ हाँसेको देखेर आफूलाई पनि हाँस्न मन लाग्छ। खालि पीडा सुनाएको सुनाइ गर्ने, दुखी भएको भई रोको रोइ गर्ने मान्छे छेउमा छ भने त्यसको त्यो पीडा सुनेर आफूलाई पनि रुनै मन लाग्छ। हो कि होइन भन्नु त? हो नि। तर कोही आमाहरू के भन्नुहुन्छ, मैले दुःख सहेर भए पनि रोएर भए पनि तँलाई मैले सुखी बनाएको छु, सुख दिएको छु भन्नुहुन्छ। आफै दुखी हुनुहुन्छ, अरूलाई कहाँबाट सुख दिन सक्नु? धन छ भने धन दिन सकिन्छ, आफूसँग चिनी छ भने चिनी दिन सकिन्छ, नुन बोकेर चिनी दिन सकिन्छ र सकिँदैन। त्यही भएर अरूलाई सुख दिनको लागि पहिला आफू सुखी हुनुपर्छ, अरूलाई धन दिनको लागि आफू धनी हुनुपर्छ। प्रभु, म अरू सबै कुरा दिन सक्छु तर मुक्ति दिन सक्दिनँ, तर मुक्ति हुने भएको उपाय गराइदिन सक्छु। ल त्यसो भए त्यही उपाय गराइदिनुहोस्। खडबाङ्ग राजाले भन्नुभयो, ल हुन्छ भनेर एक मुहुर्तमा विमानमा चढाएर पृथ्वी लोकमा लिएर आउनुभएछ खडबाङ्ग राजालाई। किन स्वर्गमा भगवानको भजन कीर्तन गर्न मिल्दैन? भागवतमा भनिएको छ, स्वर्गे सत्य च कैलासे वैकुण्ठे नास्तयम रसः। अर्थात् स्वर्गमा, कैलाशमा, ब्रह्मलोकमा, भगवानको वैकुण्ठ धाममा पनि भजन कीर्तन गरियो भने पुण्य प्राप्ति हुँदैन। त्यो भनेको त भोग भूमि हो, यहाँ गरेको पुण्य त्यहाँ गएर भोग गर्ने हो। त्यहाँ कर्म आर्जन गर्न मिल्दैन, कर्म आर्जन गर्ने ठाउँ भनेको पृथ्वी मात्रै हो। त्यही भएर स्वर्गमा बसेर भजन कीर्तन गरेर पुण्य मिल्दैन भनेर एक मुहुर्तमा विमानमा राखेर इन्द्रले खडबाङ्ग राजालाई पृथ्वीमा लिएर आउनुभयो। एक मुहुर्तमा भगवानका साधु सन्तहरू जम्मा गर्नुभएछ र एक मुहुर्त भगवानको नाम सङ्कीर्तन गायन गर्न लाग्नुभयो। सबै साधु सन्तहरूको बिचमा खडबाङ्ग राजालाई राख्नुभयो। ल खडबाङ्ग राजा, यी साधु सन्तहरूको साथमा हजुरले पनि भगवानको भजन कीर्तन गर्नु भनेर इन्द्र राजाले भन्न लाग्नुभयो। ल हुन्छ भनेर ती खडबाङ्ग राजाले पनि साधु सन्तहरूको साथमा बसेर भगवानको भजन कीर्तन गर्न लाग्नुभयो। जय जय श्रीमन्नारायण, जय जय लक्ष्मी नारायण। संसार को चाहना कसको पूरा भयो र, मन को कुरा पूरा गरी कुन चाहिँ गयो र। सपना हो जगत भक्तिपट्टि लाउ नजर। जय जय श्रीमन्नारायण, जय जय लक्ष्मी नारायण। जय जय श्रीमन्नारायण, जय जय लक्ष्मी नारायण। संसार को चाहना कसको पूरा भयो र, मन को कुरा पूरा गरी कुन चाहिँ गयो र। सपना हो जगत भक्तिपट्टि लाउ नजर। सपना हो जगत भक्तिपट्टि लाउ नजर। दुख सारा भगाई सुख दिन्छ जगाई, दुख सारा भगाई सुख दिन्छ जगाई। जानु पर्छ एक दिन संसार यो भुलाए, जानु पर्छ एक दिन संसार यो भुलाए। मुक्ति मिल्छ आखिर ज्ञान लिन ढिलो नगर, मुक्ति मिल्छ आखिर ज्ञान लिन ढिलो नगर। जय
जय जय श्रीमन्नारायण जय जय लक्ष्मी नारायण जय जय श्रीमन्नारायण जय जय लक्ष्मी नारायण संसार को चाहना कसको पूरा भयो र मनको कुरा पूरा गरी पूर्ण चाहिँ गयो र सपना हो जगत भक्तिपट्टि लाऊ नजर सपना हो जगत भक्तिपट्टि लाऊ नजर आशा हाम्रो लामो छ जिन्दगी यो छोटो छ आशा हाम्रो लामो छ जिन्दगी यो छोटो छ प्रभुलाई पाउने एक मात्र धोको छ प्रभुलाई पाउने एक मात्र धोको छ आए भगत खाली हात हजुरको शरण भनेर आए भगत खाली हात हजुरको शरण भनेर जय जय श्रीमन्नारायण जय जय लक्ष्मी नारायण जय जय श्रीमन्नारायण जय जय लक्ष्मी नारायण संसार को चाहना कसको पूरा भयो र मनको कुरा पूरा गरी गुण चाहिँ गयो र सपना हो जगत भक्तिपट्टि लाऊ नजर सपना हो जगत भक्तिपट्टि लाऊ नजर दुख सारा भगाई सुख दिन्छ जगाए दुख सारा भगाई सुख दिन्छ जगाए जानु पर्छ एक दिन संसार यो भुलाए जानु पर्छ एक दिन संसार यो भुलाए मुक्ति मिल्छ आखिर ज्ञान लिन ढिलो नगर मुक्ति मिल्छ आखिर ज्ञान लिन ढिलो नगर जय जय श्रीमन्नारायण जय जय लक्ष्मी नारायण जय जय श्रीमन्नारायण जय जय लक्ष्मी नारायण संसार को चाहना कसको पूरा भयो र मनको कुरा पूरा गरी गुण चाहिँ गयो र सपना हो जगत भक्तिपट्टि लाऊ नजर सपना हो जगत भक्तिपट्टि लाऊ नजर आशा हाम्रो लामो छ जिन्दगी यो छोटो छ आशा हाम्रो लामो छ जिन्दगी यो छोटो छ प्रभुलाई पाउने एक मात्र धोको छ प्रभुलाई पाउने एक मात्र धोको छ आए प्रभु खाली हात हजुरको शरण भनेर आए प्रभु खाली हात हजुरको शरण भनेर जय जय श्रीमन्नारायण जय जय लक्ष्मी नारायण जय जय श्रीमन्नारायण जय जय लक्ष्मी नारायण संसार को चाहना कसको पूरा भयो र मनको कुरा पूरा गरी गुण चाहिँ गयो र सपना हो जगत भक्तिपट्टि लाऊ नजर सपना हो जगत भक्तिपट्टि लाऊ नजर सपना हो जगत भक्तिपट्टि लाऊ नजर
सपनाओ जगत भक्ति पटेलाओ नजर सपनाओ जगत भक्ति पटेलाओ नजर सपनाओ जगत भक्ति पटेलाओ नजर। बोलो लक्ष्मी नारायण भगवान को, बद्री नारायण भगवान को, मुक्ति नारायण भगवान को, पुराण पुरुषोत्तम भगवान को। यसरी एक मुहूर्त मात्रै समय बाँकी रहेको थियो। एक मुहूर्त खडबाङ्ग नाम गरेको राजाले भगवानको नाम संकीर्तन गायन गर्न लाग्नुभयो। हरे रे नामानुकीर्तनम नभन्दा भन्दै उहाँको आयु पूर्ण भयो। मास्तिरबाट विमान आयो, त्यही विमानमा चढेर खडबाङ्ग नाम गरेको राजाले मुक्ति गति प्राप्ति गर्नुभयो। हे राजा परीक्षित, जम्मा 3 मुहूर्तमा त मुक्ति गति प्राप्ति गर्नुभयो खडबाङ्ग राजाले भने हजुरसँग त 7 दिनको समय छ, किन डराउनुहुन्छ? चिन्ता नलिनुहोस् प्रभु। त्यसो भए 7 दिनमा मुक्ति प्राप्ति गर्न के गर्नुपर्छ त? सुखदेव स्वामीजी भन्नुहुन्छ, जित श्वासो जितासनो जित संगो जितेन्द्रिय स्थूले भगवतो रूपे मनः सन्ध्यारयद्वियः। पहिलो कुरो आसनमाथि जित्नु पर्दछ, आसनलाई जित्नुपर्छ। ध्यान गर्न बस्यो, घुँडा दुख्न लाग्यो भने पलेटी मार्दाखेरि गाह्रो भयो भनेदेखि भगवानमा मन जाँदैन। त्यही भएर आसनलाई जित्नु, अनि जित श्वास हो, श्वासलाई पनि जित्नु, अनि इन्द्रियहरूलाई जित्नु। जित सङ्गो जितेन्द्रिय, अनि भगवानको ध्यान गर्नु। भगवानको ध्यान गरियो भनेदेखि भगवानको ध्यानले नै, भगवानको चिन्तनले, भगवानको नामले नै यो आत्माको कल्याण गर्दछ। भगवानको कथा सुन्नु पहिला, अनि भगवानको कथा सुनेपछि भगवानका कीर्तनहरू गायन गर्नु, भगवानलाई स्मरण गर्नु, बारम्बार भगवानलाई सम्झिनु। भगवानको स्मरणद्वारा नै, भगवानको नामद्वारा नै मुक्ति गति प्राप्ति गर्न सकिन्छ। प्रभु, अब कस्तो कामना पूर्ण गर्न कुन कुन देवी देवताको पूजन गर्नुपर्छ त्यो कुरा हजुरले मलाई विस्तारपूर्वक वर्णन गरिबक्स्योस् भनेर भन्नुभएको थियो। सुखदेव स्वामीजी भन्नुहुन्छ, ब्रह्मवर्चस कामस्तु यजेत ब्राह्मणस्पतिम इन्द्रमिन्द्रिय कामस्तु प्रजा कामः प्रजापतिन। जसलाई ब्रह्मवर्चसी वेद पुराण जान्ने इच्छा छ भने त्यसले ब्रह्माजीको सेवा पूजा गर्नु। ब्रह्माजी खुसी हुनुभयो भने वेद पुराणमा निपुण बन्दछ। इन्द्रियहरूलाई निपुण बनाउनको निमित्त इन्द्रको पूजा गर्नु। सन्तानहरूको इच्छा राख्नेवाला व्यक्तिले दक्ष प्रजापतिको पूजा गर्नु। दक्ष प्रजापति खुसी भयो भने सन्तान दिन्छन्। शोभा र सौन्दर्य राम्री बनाऊ भनेको जस्तो लाग्छ भने त्यसले दुर्गा माताको पूजा गर्नु। दुर्गा माता प्रसन्न बनिदिनु भयो भनेदेखि राम्रो सौन्दर्य प्राप्ति हुन्छ। ब्युटी पार्लर धाइराख्नै पर्दैन, खर्च गरिराख्नै पर्दैन। दुर्गा माता प्रसन्न हुनुभयो भने काली मान्छे पनि गोरी हुन्छ अरे, फेरि लभली दलिराख्नु पर्दैन है। त्यसै गरी तेजको इच्छा हुनेवाला व्यक्तिले सूर्यनारायण भगवानको पूजा गर्नु। धन प्राप्ति होस्, कहिले पनि धनको खाँचो नहोस् भन्नको निमित्त अष्टवसुहरूको पूजा गर्नु। बल प्राप्तिको निमित्त हनुमानको र शिवजीको पूजा गर्नु। अन्न आदि घरमा कहिले नटुटोस् भनेको जस्तो लाग्छ भने त्यो व्यक्तिले अदिति महारानीको उपासना गर्नु। स्वर्ग र सुख प्राप्तिको निमित्त देवताहरूको आराधना गर्नु। स्वतन्त्रता र प्रजा कल्याणको निमित्त साध्यहरूको पूजा गर्नु। राज्य लाभको निमित्त विश्वदेव देवताहरूको पूजा गर्नु। लामो आयु प्राप्ति गर्नको निमित्त अश्विनी कुमारहरूको पूजा गर्नु। पुष्टिको निमित्त भूमिको पूजा गर्नु। विद्या प्राप्तिको निमित्त सरस्वती माता शिव र पार्वतीको पूजा गर्नु। छोरा प्राप्ति गर्नको निमित्त पितृको पूजा गर्नु। रूप र इच्छा पूर्ण गर्न गन्धर्वहरूको पूजा गर्नु।
राम्रो पत्नी प्राप्ति होस् भन्नको निमित्त उर्वशी नाम गरेको अप्सराको पूजा गर्नु। दिउँसै टच बालेर खोज्न हिँड्नै पर्दैन। भने जस्तो श्रीमती प्राप्ति हुन्छ। उर्वशी अप्सरा प्रसन्न भइन् भने चिताएको मनोरथ अनुरूपको श्रीमती प्राप्ति हुन्छ। शत्रुबाट मान प्राप्ति गर्नको निमित्त निऋति नाम गरेका देवताहरूको पूजा गर्नु। यश प्राप्तिको निमित्त यक्षको पूजा गर्नु। बाधा टार्नको निमित्त गणेश भगवानको पूजा गर्नु। उज्जवल सौन्दर्यको निमित्त चन्द्रमाको पूजा गर्नु। वैराग्यको निमित्त परमपुरुष भगवानको पूजा गर्नु। मोक्ष प्राप्ति गर्नको निमित्त भगवान नारायणको पूजा गर्नु। अकाम सर्वकामो वा मोक्ष काम उदारदि। यो संसारमा सबैभन्दा ठुलो प्राप्ति के हो त भन्दा मुक्ति गति प्राप्ति हो, मोक्ष प्राप्ति हो। मोक्ष प्राप्ति गर्यो भने त्यसको जीवन सार्थक बन्दछ। जसले मानव शरीर प्राप्ति गरेर झगडा मात्रै गर्छ, पशुको जस्तो व्यवहार मात्रै गर्छ, भगवानको भजन कीर्तन गर्दैन, खाली नराम्रो अरूका कुराहरू केलाएर बस्छ भनेदेखि त्यसलाई देखेर पशुहरू मक्ख पर्छन् रे। जो बाजे बाजे गर्छ नि, न्यु खोजा खोजे गर्छ नि, तिनीहरूलाई देखेर कुकुर मक्ख पर्छ अरे। आहा, अनुहार मान्छेको जस्तो परेको भए पनि स्वभाव चाहिँ हाम्रै जस्तो रहेछ। कुकुरलाई देखेपछि झम्टिहाल्छ, झगडा गरिहाल्छ। हो, यिनीहरूको पनि अनुहार अर्कै परेको हो, स्वभाव हाम्रो जस्तै रहेछ, हाम्रै साथी रहेछ भन्ने विचार गर्छ अरे। जो अरूको आलोचना गर्छ, अरूको कुरा काटेर बस्छ नि, त्यसलाई देखेर सुँगुर मक्ख पर्छ अरे। ओहो, हाम्रो फोहोर खेलाउने बानी, यिनीहरूको पनि नराम्रो कुरा खेलाउने बानी। अनुहार छुट्टै भए पनि स्वभाव चाहिँ ट्याक्कै हामीसँग मिल्यो भनेर भन्छ अरे। जो अहङ्कार गर्छ, अभिमान गर्छ, मभन्दा ठुलो कोही छैन भनेर अभिमानको घाँटी लामो बनाएर बस्छ, त्यसलाई देखेर ऊँट मक्ख पर्छ अरे। मेरो घाँटी लामो, यसको त स्वभाव लामो रहेछ, अभिमानी रहेछ भन्ने विचार गर्छ अरे। स्ववीर बरा होष्ट खरै संस्तुतः पुरुषः पशु। जो मानव भएर पनि पशुवत व्यवहार गर्छ भने महाराज त्यो मानव होइन, त्यो मानव पशु बराबरको हो। मानव हुनलाई के गर्नुपर्छ त? यहाँ धर्मशास्त्रमा भनिएको छ, भागवतमा भनिएको छ, बिलेवतो रुक्रम विक्रमणे न शृण्वतः कर्णपुटे नरस्य जिह्वा सती दार्दुरिके वसुत न चोपगायत्यरुगाय गाथा। भगवानले यो शरीर दिनुभएको छ के को निमित्त त भन्दा भगवानको लागि प्रयोजन गर्नको निमित्त। जसले कान प्राप्त गरेर भगवानको कथा सुन्दैन भने त्यसको कान भनेको भित्ताको दुलो बराबरको अपवित्र हो। पहाडतिर खोपो राख्छन् नि, बासी भात राख्नुहुन्छ भनेर, हो भगवानको कथा नसुन्ने भएको त्यसको कान पनि त्यही खोपो बराबरको हो। जसले जिब्रो प्राप्ति गरेर भगवानको भजन गर्दैन, भगवानको नाम लिँदैन भने त्यसको जिब्रो भ्याकुताको जिब्रो बराबरको हो। भ्याकुताले पनि ट्वार ट्वार गर्न जाने हुन्छ, त्योभन्दा बाहेक के चाहिँ बोल्न जानेको हुन्छ र। भगवानको नाम नलिने जिब्रो भ्याकुताको जिब्रो बराबरको हो। जसले भगवानलाई शिर पाएर भगवानलाई साष्टाङ्ग दण्डवत गर्दैन भने त्यसको शिर भनेको पहाड जस्तो हो। हात पाएर पूजा गर्दैन, दान गर्दैन, सत्कर्म गर्दैन भने त्यसको हात मुर्दाको हात बराबरको अपवित्र हो। आँखा प्राप्त गरेर भगवानको दर्शन गर्दैन, भगवानको दर्शन गर्न जाँदैन भने त्यसको आँखा मयूरको प्वाँखमा आँखाको जस्तो आकार त हुन्छ, तर त्यसको कुनै प्रयोजन हुँदैन। हो, त्यसको आँखा पनि त्यस्तै हो। जसले गोडा प्राप्ति गरेर भगवानको मन्दिर जाँदैन, भगवानको तीर्थको निमित्त भनेर धाउने काम गर्दैन, त्यसको गोडा पनि डढेलो लागेको जङ्गलमा काला काला ठुटा हुन्छन् नि, हो त्यसको गोडा पनि त्यस्तै हो महाराज। जसले भगवानलाई चढाएको चन्दन लगाउँदैन, टीका धारणा गर्दैन भनेदेखि त्यसको निधार भनेको लासको निधार बराबरको अपवित्र हो। जसले नाक प्राप्ति गरेर भगवानलाई चढाएका श्रीखण्डहरूको सुगन्ध लिँदैन, भगवानलाई चढाएका धूपहरूको सुगन्ध लिँदैन, तुलसीको सुगन्ध लिँदैन भने त्यसको नाक पनि मुर्दाको नाक बराबर हो। जसले मन प्राप्ति गरेर
आफ्ना छोरा सन्तान बन्धु बान्धवलाई मात्र माया गर्छ, भगवानलाई भक्ति गर्दैन, प्रेम गर्दैन भने त्यसको मन भनेको पशुको मन बराबरको अपवित्र हो। त्यही भएर भगवानले यो शरीर भगवानकै निमित्त भनेर दिनुभएको हो, यसलाई सदुपयोग गर्नुपर्छ। हे राजा परीक्षित, अब तिमी के श्रवण गर्न चाहन्छौ त? प्रभु, अब भागवतका 10वटा लक्षणहरूको बारेमा सुन्न पाऊँ। अत्र सर्गो विसर्गश्च स्थानं भूषणमूर्तयः मन्वन्तरे सानुकथा निरोध मुक्ति आश्रयः। भागवतका 10वटा लक्षण। पहिलो लक्षण छ सर्ग। आकाश पृथ्वी जल वायु गन्ध शब्द स्पर्श रूप रस तथा शब्द एवं इन्द्रिय अहङ्कारलाई नै सर्ग भनेर भनिन्छ। यसैगरी विराट पुरुषको पुरुषार्थद्वारा जुन चराचर र जगतको निर्माण भयो त्यसैलाई विसर्ग भनेर भनिन्छ। कर्महरूको विस्तारलाई उठी भनेर भनिन्छ। नारायण भगवानको चरित्रको अनुसरण गरेर प्राणीहरूको जुन गाथा गायन गरिन्छ त्यसैलाई ईशानु कथा भनेर भनिन्छ। समस्त योग शक्तिले परमात्मा योग निन्द्रामा लीन गराउने अवस्थालाई लय भनेर भनिन्छ। ज्ञानको माध्यमद्वारा शरीर त्याग गरेर ब्रह्ममा लीन हुने कार्यलाई मुक्ति भनेर भनिन्छ। जसबाट सृष्टि भयो त्यहीबाट लय हुन्छ र जसबाट प्रकाशित भइरहन्छ यसैलाई आश्रय भनेर भनिन्छ। आध्यात्मिक आदि दैविक आदि भौतिक आश्रयको भेद जसले जान्न सक्दछ त्यसैलाई स्व आश्रय भनेर भनिन्छ। भगवान परमात्माको शक्तिद्वारा स्थित रहनुलाई स्थान भनेर भनिन्छ। भगवानको कृपालाई पोषण भनेर भनिन्छ। यो भयो भागवतका 10वटा लक्षणहरू। अब धर्मका लक्षणहरू चाहिँ के हुन् त? धृति क्षमा दमस्तेयम शौचमिन्द्रिय निग्रह धीर्विद्या सत्यमक्रोधो दशमं धर्म लक्षणम। पहिलो धर्मको लक्षण जस्तो सुकै कष्टमा पनि धैर्य गर्नु। सहेको र रहेको कहिले पनि खेर जाँदैन भन्ने उखान छ नि, हो। जस्तो सुकै सङ्कट र कष्टमा पनि धैर्य रहनु, इन्द्रियहरूलाई बसमा राख्नु, जस्तो सुकै बल भए पनि अरूलाई क्षमा दिनु, ज्ञान विज्ञानको बोध हुनु, मन वचन र कर्ममा शुद्धता हुनु, सबैमा समभाव राख्नु, सत्यलाई कहिले पनि नछोड्नु, घमण्ड कहिले पनि नगर्नु, बुद्धि र विवेकलाई जहिले पनि प्रयोग गर्नु, क्रोधलाई कहिले पनि अगाडि बढ्न नदिनु। यो धर्मका 10वटा लक्षणहरू हुन्। जीवन एउटा चुनौती हो, मुकाबला गर्न जान्नु पर्दछ। जीवन एउटा वियोग हो, सामना गर्न सक्नु पर्दछ। जीवन एउटा विवाद हो, त्यसलाई विजय गर्न जान्नु पर्दछ। जीवन एउटा यात्रा हो, पूर्ण गरेर पार गर्न सक्नु पर्दछ। जीवन एउटा सङ्घर्ष हो, स्वीकार गरेर होमिन जान्नु पर्दछ। जीवन एउटा कर्तव्य हो, कर्तव्यलाई पालना गरी कर्तव्य पथमा अगाडि बढ्न जान्नु पर्दछ। जीवन एउटा रहस्य हो, रहस्यको समुद्घाटन गर्न जान्नु पर्दछ। जीवन एउटा स्वप्न हो, यो स्वप्नलाई प्राप्ति गर्न सक्नु पर्दछ। जीवन एउटा सौन्दर्य हो, पूजा गर्न जान्नु पर्दछ। जीवन एउटा प्रेम हो, उपभोग गर्न सिक्नु पर्दछ। जीवन एउटा नरक हो, निन्दा गरी अगाडि बढ्न जान्नु पर्दछ। हे राजा परीक्षित, यो जीवनलाई चारैतर्फबाट हेरेर बुझेर यो मानव भएपछि के कर्म गर्नुपर्छ त्यो कुरा विचार गर्नुपर्छ। अब तिमी के श्रवण गर्न चाहन्छौ त भनेर राजा परीक्षितका उपरमा सुखदेव स्वामीजीले यो द्वितीय स्कन्द जम्मा 10 अध्यायले परिपूर्ण भएको थियो, यसलाई समापन गरेर अब तृतीय स्कन्दको कथा अगाडि बढाउँदै हुनुहुन्छ भन्ने सम्मानको कथा यस अध्यायबाट वर्णन भयो। बोलो भागवत भगवानको, मुरली मनोहर भगवानको, पुराण पुरुषोत्तम भगवानको। आउनुहोस् समादरणीय भक्तवृन्दहरू, एउटा भजन तत्पश्चात हामी पुनः कथाको प्रसङ्गमा अगाडि बढ्नेछौँ।
आकाशमा तीन तारा उदाए, तीन तारा उदाए, तेरो मेरो भन्दैमा दिन गए एक दिन मरिन्छ, पक्कै मरिन्छ। हरिनाम जपेर पार तरिन्छ। आकाशमा तीन तारा उदाए, तीन तारा उदाए, तेरो मेरो भन्दैमा दिन गए एक दिन मरिन्छ, पक्कै मरिन्छ। हरिनाम जपेर पार तरिन्छ, एक दिन मरिन्छ। हरिनाम जपेर पार तरिन्छ। जिन्दगी को के भर छ र, के भर छ र, मरिलानु भोलि पो के छ र, एक दिन मरिन्छ, पक्कै मरिन्छ। हरिनाम जपेर पार तरिन्छ, के भर छ र, के भर छ र, मरिलानु भोलि पो के छ र, एक दिन मरिन्छ, पक्कै मरिन्छ। हरिनाम जपेर पार तरिन्छ, एक दिन मरिन्छ। हरिनाम जपेर पार तरिन्छ। कालो बादल गरजेर बर्सियो, गरजेर बर्सियो, यमदूतलाई देखेर तर्सियो, एक दिन मरिन्छ, पक्कै मरिन्छ। हरिनाम जपेर पार तरिन्छ, गरजेर बर्सियो, गरजेर बर्सियो, यमदूतलाई देखेर तर्सियो, एक दिन मरिन्छ, पक्कै मरिन्छ। हरिनाम जपेर पार तरिन्छ, एक दिन मरिन्छ। हरिनाम जपेर पार तरिन्छ। नारायण भन्दिनु होला, भन्दिनु होला, मरि जाने 2 दिनको यो चोला, एक दिन मरिन्छ, पक्कै मरिन्छ। हरिनाम जपेर पार तरिन्छ, भन्दिनु होला, भन्दिनु होला, मरि जाने 2 दिनको यो चोला, एक दिन मरिन्छ, पक्कै मरिन्छ। हरिनाम जपेर पार तरिन्छ, एक दिन मरिन्छ। हरिनाम जपेर पार तरिन्छ, एक दिन मरिन्छ। हरिनाम जपेर पार तरिन्छ। जपौं सबले राम र हरि, राम र हरि, बत्ती बाँचे 60 र 70, एक दिन मरिन्छ, पक्कै मरिन्छ। हरिनाम जपेर पार तरिन्छ,
राम र हरि राम र हरि बढी बाँचे 60 र 70 एक दिन मरिन्छ पक्कै मरिन्छ हरिनाम जपेर पार तरिन्छ पक्कै मरिन्छ हरिनाम जपेर पार तरिन्छ एक दिन मरिन्छ हरिनाम जपेर पार तरिन्छ दुई दिनको जिन्दगी हेर मरिलानु भोलि पोके छ र एक दिन मरिन्छ पक्कै मरिन्छ हरिनाम जपेर पार तरिन्छ जिन्दगी हेर मरिलानु भोलि पोके छ र एक दिन मरिन्छ पक्कै मरिन्छ हरिनाम जपेर पार तरिन्छ एक दिन मरिन्छ हरिनाम जपेर पार तरिन्छ पक्कै मरिन्छ हरिनाम जपेर पार तरिन्छ एक दिन मरिन्छ हरिनाम जपेर पार तरिन्छ पक्कै मरिन्छ हरिनाम जपेर पार तरिन्छ हरिनाम जपेर पार तरिन्छ हरिनाम जपेर पार तरिन्छ हरिनाम जपेर पार तरिन्छ बोलो भगवत भगवान को पुराण पुरुषोत्तम भगवान को मुरली मनोहर भगवान को सप्ताह ज्ञान महायज्ञ को पवनपुत्र हनुमान को। अब तृतीय स्कंदमा राजा परीक्षित का उपरमा सुखदेव स्वामी जी आज्ञा गर्नुहुन्छ हे राजा परीक्षित अब तिमी के श्रवण गर्न चाहन्छौ प्रभु। अब भगवानले यो विश्व ब्रह्माण्ड को सृष्टि के गरी गर्नुभयो यो सृष्टि को वर्णन मलाई श्रवण गर्ने इच्छा छ भनेर भन्नुभयो। ल सुन्नुहोस् विदुरजी महाभारत को युद्ध हुन लाग्दा यो महाभारत को युद्धमा म सहभागी बन्दिन भनेर विभिन्न तीर्थहरू घुम्दै घुम्दै जानुभएको थियो। 18 दिनसम्म महाभारत को युद्ध भयो। तत्पश्चात विदुरजी घुम्दै घुम्दै यमुना नदी को तटमा आउनुभएको थियो। यमुना नदी को तटमा उद्धवजी बस्नु भएको रहेछ। उद्धवजीसँग भेट भयो अनि उद्धवजीलाई विदुरजीले सोध्नुभयो महाभारत को युद्ध भयो कि भएन भनेर भन्नुभएको थियो। महाभारत को युद्ध भयो, कौरवहरू सबै नाश भए, राजा परीक्षितलाई राज्य दिएर पञ्च पाण्डवहरू पनि स्वर्गारोहण भए भनेर उद्धवजीले भन्नुभयो। भगवान श्रीकृष्ण को बाल्य लीलाहरूको कथा सुन्ने इच्छा राख्नुभयो विदुरजीले। भगवान कृष्ण को संपूर्ण बाल्य लीलाहरू वर्णन गर्नुभयो। जब भगवान श्रीकृष्ण स्वधाम गमन गर्नुभएको कथाको प्रसङ्ग आएको थियो यो कथा वर्णन गर्न सक्नु भएन उद्धवजीले। भगवानसँग त बिछोड भएको क्षण सम्झेर पनि मुटु गाँठो पर्न लाग्यो, बलिन्द्र अश्रुका धाराहरू बग्न लागे। उद्धवजी भन्नुहुन्छ भगवानसँग त्यो बिछोड भएको क्षण म वर्णन गर्न सक्दिनँ। म सँगसँगै मैत्रीजी पनि हुनुहुन्थ्यो। मैत्रीजीले पनि भगवानले दिनुभएको ज्ञान सुन्नुभएको छ। हजुरले बाँकी रहेको सम्पूर्ण विवरणहरू अब मैत्रीजीसँग गएर बुझ्नुहोला भनेर उद्धवजी भगवानको पदपादुका बोकेर बद्री आश्रममा लाग्नुभयो। यतापट्टि विदुरजी कालिन्दी नाम गरेको नदीको तटमा मैत्रीजी बस्नुभएको थियो। मैत्रीजीसँग गएर भगवान कृष्णका बाँकी लीलाहरू कथाहरू सुन्नुभयो र भगवानले यो विश्व चराचरको सृष्टि के गरी गर्नुभयो भनेर मैत्रीजीसँग प्रश्न गर्न लाग्नुभयो। त्यतिखेर मैत्रीजी विदुरजीलाई भन्नुहुन्छ हे विदुरजी भगवान
पहिला निर्गुण निराकार स्वरूपमा हुनुहुन्थ्यो। अनि निर्गुण निराकार परमात्मालाई सगुण साकार रूपमा आउने इच्छा भयो। सगुण साकार रूपमा नआइकन यो विश्व ब्रह्माण्डको सृष्टि सम्भव थिएन। त्यही भएर निर्गुण निराकार परब्रह्मले सबैभन्दा पहिला जलको सृष्टि गर्नुभयो। जलभित्र एउटा हजारौं कोषले परिपूर्ण भएको सुवर्णमय अण्डाको सृष्टि गर्नुभयो। त्यसमा निर्गुण परमात्मा, निराकार परमात्मा, नागकुर्म, कृकल, देवदत्त, धनञ्जय जस्ता 5 प्रकृतिमय बनेर त्यो अण्डाभित्र प्रवेश गर्नुभयो। त्यो अण्डा हजारौं वर्षसम्म जलमा तैरिएर एकाएक फुट्न लाग्यो। त्यहाँबाट महाविष्णु भगवान प्राकट्य हुनुभयो। मुखमा गएर अग्नि देवता गएर निवास गर्नुभयो, जहाँबाट वचन र शब्दको सुरुवात हुन गयो। त्यसैगरी त्यो अण्डा फुटेर त्यहाँबाट तालु निस्कियो। तालुमा गएर वरुणजी गएर निवास गर्नुभयो। जीवरूपी अंशबाट रसहरू उत्पन्न भयो। नासिका नाक निस्कियो। अश्विनी कुमारहरू गएर त्यहाँ निवास गरे, जहाँबाट प्राण शक्ति र गन्ध शक्तिको सुरुवात हुन गयो। नेत्र निस्कियो। नेत्रमा गएर सूर्य र चन्द्रमा गएर निवास गरे, जहाँबाट दृष्टि शक्ति हेर्ने प्रकरणको सुरुवात हुन गयो। त्यसैगरी कान निस्कियो। कानमा दिग्देवताहरूले गएर निवास गरे। श्रोतरूप अंशबाट शब्दहरूको सुरुवात हुन गयो। छिद्र रौँहरू निस्किए। अधिपत्य नाम गरेका देवताहरू गएर निवास गरे, जहाँबाट चिलाउने प्रथाको सुरुवात हुन गयो। लिङ्गमा प्रजापति नाम गरेका देवताहरूले गएर निवास गरे। वीर्यरूपी अंशबाट आनन्दको सुरुवात हुन गयो। गुदमा गएर मित्र देवताहरूले गएर निवास गरे। वायुरूपी अंशबाट त्याग मार्गहरूको सुरुवात हुन गयो। छिद्रमा रौँमा गएर अधिपत्य नाम गरेका देवताहरू गएर निवास गरे, जहाँबाट चिलाउने प्रथाको सुरुवात हुन गयो। यसै गरी 2 पाउमा गएर भगवान विष्णुले गएर निवास गर्नुभयो, जहाँबाट हिँडुल गर्ने प्रक्रियाको सुरुवात हुन गयो। हृदयमा चन्द्रमाले गएर निवास गर्नुभयो। मनरूपी अंशबाट विज्ञानको सुरुवात हुन गयो। उनै महाविष्णु भगवानको मस्तिष्कबाट पृथ्वी, स्वर्ग, पातालको सृष्टि भयो। नाभिबाट आकाशको सृष्टि भयो। भावनाबाट सत्व, रज र तमको सृष्टि भयो। सत्वको आधिक्यताले देवताहरू र स्वर्गलोक बस्न लाग्यो। यसै गरी रजोगुणको आधिक्यताले मनुष्य र पृथ्वीहरू रहन लाग्यो। तमो गुणको आधिक्यताले पाताल र भूत प्रेत पिशाचहरू रहन लागे। यतापट्टि महाविष्णुको नाभि कमलबाट भगवानले एउटा कमलको फूल सृष्टि गर्नुभयो। त्यहाँ ब्रह्माजीलाई सृष्टि गर्नुभयो। ब्रह्माजीले मलाई कसले सृष्टि गरेको होला भनेर आफ्नो सृष्टि गर्ने सृष्टिकर्ता खोज्नको लागि कमलको डन्डीबाट हजारौं वर्षसम्म मुनतिर उत्रिनुभयो, तैपनि भगवानलाई भेट्नु भएन। फेरि कमलको फुलमा गएर तपस्या गर्नुभयो। भगवान महाविष्णुले आएर दर्शन दिनुभयो, हे ब्रह्मदेव, हजुरलाई मैले मेरो नाभि कमलबाट सृष्टि गरेको हुँ। यो विश्व ब्रह्माण्डको अब हजुरले सृष्टि गर्नुपर्छ। त्यसै प्रयोजनको लागि हजुरलाई मैले सृष्टि गरेको हुँ भनेर भन्नुभयो। सृष्टि गर्ने आज्ञा दिनुभयो। ल हुन्छ, म सृष्टि गर्छु भनेर सृष्टि गर्नको लागि तयारी हुन लाग्नुभयो। यतापट्टि भगवान हरिशयनी एकादशीको दिनमा सुत्नुभएको भगवानको कानी गुजीबाट मधुर कैटभ नाम गरेका 2टा दैत्यहरू बाहिर निक्लिएछन्। ती मधुर कैटभ बहुत शक्तिशाली थिए, बलवान थिए। सारा संसार विश्व ब्रह्माण्ड घुमेछन्। सबै घुम्दाखेरि जल मात्र भेटेछन्, काहीँ पनि थल भेटेनन्। टसक्क बस्नको लागि पनि त पानीमा बस्न मिलेन, ठाउँमै बस्नु पर्यो। कहाँ बस्ने होला भनेर यसो ठाउँ खोज्दै खोज्दै हिँडेको त ब्रह्माजी बस्नुभएको कमलको फुल देखेछन्। आहा, कति राम्रो फुल रहेछ। हामीले त हेर्न पनि पाएनौँ, बस्न पनि नपाउने भयौँ। अब यी बुढा ब्रह्मालाई निकालेर हामी बस्नुपर्छ भनेर मधुर कैटभले गएर ब्रह्माजीसँग जोरी खोज्न लागे। ए बुढा, यहाँबाट निस्क, यहाँ हामी बस्न चाहन्छौँ। सारा संसार घुम्दा घुम्दै हामी थकित बनिसक्यौँ भनेर भन्न लागे। ब्रह्माजी भन्नुहुन्छ, ए तिमीहरूले के भनेको? यो त भगवान नारायणले मलाई बस्नको निमित्त यहाँ ठाउँ दिनुभएको हो, त्यही भएर म त छोड्दिनँ भनेर भन्न लाग्नुभयो।
त्यसो भनेर कहाँ हुन्छ? यो संसारमा जो बलवान छ त्यसैले चिताएको मनोरथ पूर्ण गर्न पाउँछ। नभए हामीसँग युद्ध गर, युद्धमा जसले जित्छ यो कमलको फुल त्यसैको हुन्छ भनेर भन्न लागे। ब्रह्माजीलाई आपत पर्यो, यी मधुरकैटभ बलवान छन्, अब म बुढो मान्छे कहाँ युद्ध गर्न सक्छु र? लौ भएन, भगवान् विष्णुलाई बोलाउनु पर्यो भनेर ब्रह्माजीले भगवान् नारायणको ध्यान गर्नुभयो। भगवान् नारायण हरिशयनीमा सुत्नु भएको, भगवान् जाग्नु भएन छ। लौ भएन, अब के गर्ने त भनेर जगत जननी दुर्गा मातालाई आवाहन गर्नुभयो। दुर्गा माताले सोध्नुभयो, के भयो ब्रह्मदेव? भनेको खोइ भगवान् विष्णुलाई मैले कतिचोटि पुकार गरिसकेँ, भगवान् विष्णु आउनु भएन, भगवान् विष्णुले दर्शन दिनु भएन, भगवान् विष्णुलाई चाँडोभन्दा चाँडो यहाँ बोलाइदिनु पर्यो। जगत जननी दुर्गा माताले भगवान्लाई हुफट मन्त्रद्वारा, ओमकार मन्त्रद्वारा जागा गराउनु भएछ। भगवान् जागा हुनुभयो, सोध्नुभयो, हे दुर्गे माता, हजुरले मलाई किन जागा गराउनु भएको? प्रभु ब्रह्मदेवलाई आपत परेको छ। जानुभयो, गएर हेरेको त मधुरकैटभले दुःख दिँदै रहेछन्। ए बाबु, यो के गरेको? यस्तो दुःख नदियाओ भनेर भनेको होइन, यो कमलको फुलमा हामी बस्न चाहन्छौँ भनेर भन्न लागे। यो कमलको फुल त मैले दिएको हो, तिमीहरू बस्न मिल्दैन। ब्रह्माजी यहाँ बसेर सृष्टि गर्नुहुन्छ भनेर भगवान् विष्णु भन्नुहुन्छ। यो संसारमा जो शक्तिशाली उसैले नै चिताएको मनोरथ पूर्ण गर्ने हो। हामीसँग युद्ध गर, यदि युद्धमा हार्यौ भने कमलको फुल तिमीहरूको हुनेछ, तिमीहरूले युद्धमा जित्यौ भने कमलको फुल तिमीहरूको हुनेछ। हामीले हार्यौँ भनेदेखि ठिकै छ, हामी छोडिदिन्छौँ, हामीले जित्यौँ भने त्यो कमलको फुल हाम्रो हुनेछ भनेर मधुरकैटभले भन्न लागे। अब तिमीहरूको इच्छा नै यस्तै छ भने ला हो त भनेर भगवान्ले भन्नुभयो। नभन्दा भन्दै मधुरकैटभ र भगवान् नारायणको घनघोरको युद्ध चल्न लाग्यो। 1 वर्ष, 2 वर्ष, 3 वर्ष, 100 वर्षसम्म युद्ध भयो महाराज। युद्ध सिद्धिएको छैन, भगवान्लाई थकाइ लागेछ। भगवान् भन्न लाग्नुभयो, हेर बाबु, तिमीहरू 2 दाजुभाइ छौ, युद्ध गर्दै बेला बेलामा आराम गर्दै गर्छौ, म एकजना छु एकदम थकित पनि, अब तिमीहरू पनि एकछिन आराम गर, म पनि आराम गर्छु भनेर भगवान्ले भन्नुभयो। ल हुन्छ भनेर तिनैजना आराम गर्दै थिए। भगवान् विष्णुले विचार गर्नुभयो, अब यिनीहरूलाई बलद्वारा मार्न नसकिने भयो, छलद्वारा मार्नु पर्यो भनेर भगवान् विष्णुले मधुरकैटभलाई भन्नुभयो, हे मधुरकैटभ, यो संसारमा हामी 4 जना भन्दा 5 जना कोही पनि छैन। ओ ब्रह्माजी माथि बसेर गजबले लडेका छन् भनेर दारी जुवा हल्लाई हल्लाई हेरेर बसेका छन् बुढा, केही छैन, लड्ने मान्छेलाई कति चिन्ता छ। ल ठिकै छ, युद्ध भएको आज धेरै वर्ष भयो, हार जित कसैको पनि भएको छैन। यदि तिमीहरूले हार स्वीकार गर्ने हो भने तिमीहरूले चिताएको वरदान म तिमीहरूलाई दिनेछु भगवान् विष्णुले भन्नुभयो। मधुरकैटभले भन्न लागे, हे विष्णु, तिमीलाई लाज लाग्दैन? हार जित कसैको भएको छैन, हामीलाई हार स्वीकार गर्नको लागि भनेर भन्ने? बरु तिमीले हार स्वीकार गर्छौ भने तिमीलाई जे चाहिन्छ त्यो वरदान हामी दिनेछौँ। पक्का हो त? बाचा गर भनेर भन्नुभयो। ल बाचा भयो भनेर बाचा गरे। भगवान् विष्णुले बाचा लिइसकेपछि भन्न लाग्नुभयो, त्यसो भए तिमीहरू दुवैजना मेरो हातबाट मर्नु परोस् भनेर भन्नुभयो। मधुरकैटभ रुन लागेछन्। पहिला आवेगमा आएर हुन्छ हुन्छ भनेर भनिहाल्यो, अहिले त अब मर्नु पर्ने अवस्था आइलाग्यो, अब के गर्नु? हे विष्णु, तिमीले बलले मार्न सकेनौ, छलले हामीलाई मार्ने विचार गर्यौ, वचनमा हारेको कारणले गर्दा ठिकै छ, हामी मृत्युको वरदान दिन्छौँ, तर हामीलाई जल नभएको ठाउँमा लिएर गएर मार्नु। मधुरकैटभले भने। भगवान्ले मधुरकैटभलाई झ्याप्प पक्र्नुभयो, काखमा राख्नुभयो, सुदर्शन चक्रले शिर छेदन गरेर मधुरकैटभलाई वध गर्नुभयो। मधुरकैटभको पेट चिर्नुभयो, त्यहाँबाट बोसो निकाल्नुभयो। संस्कृतमा बोसोलाई मेध भनेर भनिन्छ। त्यही बोसो जलमा फालिदिनु भएको थियो, त्यही बोसो जमेर पृथ्वी उत्पत्ति भयो। त्यही भएर पृथ्वीलाई मेदिनी भनेर सम्बोधन गर्न लागियो। तत्पश्चात भगवान्ले ब्रह्माजीलाई सृष्टि गर भनेर आज्ञा गर्नुभयो। भगवान् गएर क्षीर सागरमा शेष नागमाथि शयन गरेर सुतेर बस्न लाग्नुभयो। यतापट्टि ब्रह्माजीले भगवान्द्वारा सृष्टि गर्ने
वरदान प्राप्ति गरेर, शक्ति प्राप्ति गरेर ब्रह्माजीले सृष्टि प्रकरण अगाडि बढाउन लाग्नुभयो। पहिलो सृष्टिमा गुणहरूमा विद्यमान रहेका महदादि नाम गरेका लक्षणहरूको सृष्टि गर्नुभयो। दोस्रो सृष्टिमा अहङ्कार जसले द्रव्य ज्ञान र क्रियाको उत्पत्ति गर्दछ ती वस्तुहरूको सृष्टि गर्नुभयो। तेस्रो सृष्टिमा वायु आदि शुभ वस्तुहरूको सृष्टि गर्नुभयो। पञ्चमहाभूत पञ्चतन्मात्रा पञ्च ज्ञानेन्द्रियहरूको सृष्टि गर्नुभयो। चौथौँ सृष्टिमा ज्ञान क्रियात्मक इन्द्रियहरू र तिनीहरूका अधिष्ठान देवताहरूको सृष्टि गर्नुभयो। पाँचौँ सृष्टिमा वैकारिक ज्ञान शक्ति र उत्पन्न इन्द्रियका अधिष्ठान देवताहरूको सृष्टि गर्नुभयो। छैठौँ सृष्टिमा अन्धकार र अज्ञानीको जन्मदत्तको सृष्टि गर्नुभयो। सातौँ सृष्टिमा औषधि विरुद्ध लता लहरा त्वाका सार वृक्ष फूल द्रुम आप सल्लो धुपी सूर्य पानी वायु पृथ्वीको भूगर्भ जस्ता वस्तुहरूको सृष्टि गर्नुभयो। आठौँ सृष्टिमा अविदा र भूरी तामस नाम गरेका दुई भेदहरूको सृष्टि गर्नुभयो। घ्राणज्ञ र हृदय सुँगेर सुनेर पत्ता लगाउने यस्ता पन्छीहरूको सृष्टि गर्नुभयो। ती पन्छीहरूमा चमेरो भगेरो सुगा मैना चिलबाज बकुल्ला जस्ता पन्छीहरू पर्दछन्। नवौँ सृष्टिमा पशु चौपायहरू कुकुर स्याल ब्वाँसो बाघ बिरालो खरायो दुम्सी गोही बटाई भालु गधा घोडा जस्ता जीवहरूको सृष्टि गर्नुभयो। दशौँ सृष्टिमा देव सृष्टि गर्नुभयो। वैकृत सृष्टि गर्नुभयो। उभयचर सृष्टि गर्नुभयो। पितरहरू गन्धर्वहरू असुर सिद्धधर विद्याधर किमपुरुष भूत प्रेत पिशाचहरूको सृष्टि गर्नुभयो। चार जात ब्राह्मण क्षत्रिय वैश्य शूद्र। यसै गरी अर्को काटेर सर्ने जात फोहोरबाट उत्पन्न हुने जात अन्डा पार्ने जात र जन्मिने जात चार जातको पनि सृष्टि गर्नुभयो। यताबाट उताबाट हेर्नुहुन्छ आफूले सृष्टि गरेका चिजहरू बढे गरिरहेको छ। ब्रह्माजीलाई चिन्ता लागेछ। बुद्धिमानी व्यक्तिले खानुभन्दा अगाडि खाएको कुरा के गरी व्यवस्थित गर्ने होला त्यो कुरा विचार गर्दछ। सृष्टि गर्नुभन्दा अगाडि यिनीहरूलाई के गरी नाश गर्ने होला यो कुरा विचारै नगरिकन ब्रह्माजीले सृष्टि गर्नुभयो। अब सृष्टि बढ्न लाग्यो, व्यापक हुन लाग्यो। 1 को 2 हुन लाग्यो, 2 को 4 हुन लाग्यो, 4 को 8 हुन लाग्यो। एवं रीतले सृष्टि व्यापक भएर बढ्न लाग्यो। ब्रह्माजीलाई चिन्ता लाग्यो, अब के गर्ने होला, यो सृष्टिलाई व्यवस्थित गर्न नसकिने भयो। ब्रह्माजीलाई दिक्क लागेछ। एउटा अँध्यारो कोठामा गएर ब्रह्माजी बस्नुभयो। कहिलेकाहीँ काम गर्दा गर्दै दिक्क लाग्यो भने एकान्तमा बस्नु मन लाग्छ। ब्रह्माजी पनि अँध्यारो कोठामा गएर बस्नुभएको थियो। सबैतिर अँध्यारो, एक ठाउँमा मात्रै सूर्यको प्रकाश आयो भने त्यहाँ कणहरू घुमिरहेको देखिन्छ। ब्रह्माजीले पनि त्यही देख्नुभयो र ब्रह्माजीले गण्न लाग्नुभयो। अणु द्वौ परमाणु स्यात्, अर्थात् 2 अणुको 1 परमाणु, 3 परमाणुको 1 तत्श्रेणु, 3 तत्श्रेणुको 1 त्रुटि, 100 त्रुटिको 1 वेद, 3 वेदको 1 लव, 3 लवको 1 निमिष। बल्ल आँखा झिम्किने बेला भयो। यसै गरी 3 निमिषको 1 क्षण, 5 क्षणको 1 काष्ठ, 15 काष्ठको 1 लघु, 15 लघुको 1 नाडिका, 2 नाडिकाको 1 मुहूर्त, 7 घडीको 1 प्रहर, 8 प्रहरको 1 दिन र 1 रात हुन्छ। 15 दिन र रात गरेर 1 पक्ष, 2 पक्षको 1 महिना, 2 महिनाको 1 ऋतु, मनुष्यको परम आयु 100 वर्ष भनेर मनुष्यको आयु तोकिदिनु भयो। 6 ऋतुको 1 वर्ष हुन्छ। मनुष्यको परम आयु 100 वर्ष। सत्ययुगको आयु कति छ त भन्दा सत्ययुगको आयु 17,28,000 वर्ष, त्रेतायुगको आयु 12,96,000 वर्ष, द्वापर युगको आयु 8,64,000 वर्ष, कलियुगको आयु 4,32,000 वर्ष। 1 मनुको काल बराबर 30,04,04,000 वर्ष हुन्छ। 14 मनुको काल बराबर 4,32,00,000,000 वर्ष हुन्छ। हाम्रो 4,32,00,000,000 वर्ष बराबर ब्रह्माजीको बल्ल 1 दिन हुन्छ। ब्रह्माजीको 1 दिन हाम्रो 4,32,00,000,000 वर्ष हो महाराज।
8 अर्ब 64 करोड वर्ष बराबर ब्रह्माजीको अहोरात्र हुन्छ। यही रीतले सूर्यनारायण भगवानले आकाश गङ्गाको परिक्रमा गर्नुहुन्छ। हाम्रो धर्मशास्त्रले सूर्य घुम्छ भनेर भनेको छ। अहिले वैज्ञानिकहरूले पनि पत्ता लगाइसके सूर्य घुम्छ, तर पृथ्वीको वरिपरि होइन, आकाश गङ्गाको वरिपरि सूर्य घुम्छ। आकाश गङ्गाको वरिपरि सूर्य घुम्नको निमित्त सूर्यनारायण भगवानले 15 करोड वर्ष लगाउनुहुन्छ। सूर्यको आयु जम्मा 6 अर्ब वर्ष रहेको छ। 16 विकार र 8 प्रकृतिद्वारा बनेको यो ब्रह्माण्डको विस्तार 50 करोड योजनले परिपूर्ण रहेको छ। हे राजा परीक्षित, यसरी ब्रह्माजीले सम्पूर्ण जीव चराचरको आयु निर्धारण गरिदिनु भयो, समय निर्धारण गरिदिनु भयो। त्यही भएर समयको रीतिले काम गर्नुपर्छ। गएको समय कहिले पनि फिर्ता भएर आउँदैन। आजको समय भोलि कहिले आउन सक्दैन। यस्तै वातावरण बन्ला, तर आजको समय भोलि कहिले हुँदैन। आज हामी यहाँ कराइरहेको बेलामा यो खेत जोतेको छ, फेरि यस्तै गरी करायौँ भने अर्को दिन नजोतेको पनि हुनसक्छ है। अहिले जहाँ जहाँ मान्छे हिँडिरहेका छन्, हाम्रो आयु जति छ, अब त्यही आयु भएको, त्यही परिस्थिति भएको, फेरि समय कहिले पनि आउँदैन। गएको चिज गयो महाराज। त्यही भएर एउटा हिन्दीमा उखान छ, कल करे सो आज कर, आज करे सो अभी। भोलि गर्ने काम आज गर, आज गर्ने काम अहिले गर। समयले कसैलाई पर्खँदैन। सबैभन्दा ठुलो रोग भनेको चिन्ता र भय हो। सबैभन्दा खतरनाक वस्तु भनेको घृणा हो। सबैभन्दा विश्वासिलो साथी भनेको यो हात हो। हातले कहिले पनि साथ छोड्दैन। सबैभन्दा ठुलो भुल भनेको समयको बर्बादी गर्नु हो। सबैभन्दा सरल काम भनेको अरूको गल्ती निकाल्नु हो। अरूको गल्ती निकाल्दा कति आनन्द आउँछ है। राम्रो कुरा गर्नु पऱ्यो भने चाहिँ त्यति मन लाग्दैन। गल्ती निकाल्नु पऱ्यो, अरूको आलोचना गर्नु पऱ्यो भने त खुब जाँगर पनि लाग्छ। तास खेल्दा जाँगर लागे जस्तो अरूको कुरा काट्दा कति आनन्द आउँछ। सबैभन्दा सरल काम भनेको अरूको गल्ती निकाल्नु हो। सबैभन्दा भाग्यवान व्यक्ति को त भन्दा जो कर्मशील छ। सबैभन्दा बढी बाधा गर्ने वस्तु ईर्ष्या हो। सबैभन्दा ठुलो गुरु भनेको उत्साह उमङ्ग बढाउने गुरु हो। सबैभन्दा ठुलो दान भनेको अन्नदान हो। र सबैभन्दा उपयुक्त समय भनेको अहिलेको समय हो। त्यही भएर यो समय एकपल्ट गएपछि कहिले पनि फिर्ता भएर आउँदैन। समयलाई सदुपयोग गर्नुपर्छ। हे राजा परीक्षित, तत्पश्चात ब्रह्माजीले फेरि सृष्टि गर्दै गर्दै जानुभयो। तममोह, महामोह, तामिस र अन्धतामिस र 5 अविद्याहरूको सृष्टि गर्नुभयो। त्यति गर्दा नि सृष्टि पूर्ण भएन। अनि ब्रह्माजीले काखबाट नारदजीको सृष्टि गर्नुभयो। औँलाबाट प्रजापतिको सृष्टि गर्नुभयो। त्वचाबाट वशिष्ठको सृष्टि गर्नुभयो। यसै गरी हातबाट क्रतुको सृष्टि गर्नुभयो। नाभिबाट पुलहको सृष्टि गर्नुभयो। कानबाट पुलस्त्यको सृष्टि गर्नुभयो। मुखबाट अङ्गिराको सृष्टि गर्नुभयो। नेत्रबाट अत्रीको सृष्टि गर्नुभयो। मनबाट मरीचिको सृष्टि गर्नुभयो। दाहिने स्तनबाट धर्मको सृष्टि गर्नुभयो। पीठबाट अधर्मको सृष्टि गर्नुभयो। हृदयबाट कामदेवको सृष्टि गर्नुभयो। आँखी भइबाट क्रोधको सृष्टि गर्नुभयो। ओठबाट लोभको सृष्टि गर्नुभयो। मुखबाट वाणीको सृष्टि गर्नुभयो। गुदबाट पापको सृष्टि गर्नुभयो। त्यति गर्दाखेरि पनि अझै सृष्टि पूर्ण भएन। पूर्ण नभएपछि छायाबाट कर्दम प्रजापतिको सृष्टि गर्नुभयो। र मन र देहबाट सम्पूर्ण चराचरको सृष्टि गर्नुभयो। लौ भएन भनेर मानसिक 4वटा पुत्रहरू सनक, सनन्दन, सनातन, सनतकुमार 4 ऋषिगणहरूको सृष्टि गर्नुभयो। जन्मिँदाखेरि 5 वर्षका रहेछन् बालकहरू। ए बाबु हो, अब तिमीहरूले विवाह गर्नुपर्छ, सन्तान जन्माउनु पर्छ, अनि तिमीहरूले सृष्टि प्रकरण अगाडि बढाउनुपर्छ भनेर ब्रह्माजीले भन्नुभयो। ती 4 कुमारहरूले भन्न लागे, ब्रह्मदेव हामी त विवाह गर्दैनौँ। अनि विवाह गरियो भने त भगवानको ध्यान पूजाहरू सबै छुट्छ। हामी यसरी संसारिक माया मोहमा फस्दैनौँ। हामी भगवानको ध्यान गरेर हिँड्छौँ। हजुरले भने अनुसार विवाह गर्दैनौँ भनेर भन्न लागे। बाले भने नमान्ने त भनेको, अब बाले राम्रो कुरा सिकाए भए पो मान्नु त नि। नराम्रो कुरा सिकाएपछि कहाँ मानिन्छ त।
बाले भन्या भन्दैमा नराम्रो काम पनि मान्ने कुरा हुन्छ र हामी त मान्दैनौँ भन्न लागे। बाउले भन्या नि कुरा नमान्ने, तिमीहरूलाई म श्राप दिन्छु, तिमीहरू 5 वर्षको 5 वर्षै हुनुपर्छ भनेर श्राप दिनुभएछ। ती 5 वर्षका बालकहरू नाच्न लागे, पिताजी हजुरले श्राप दिनुभएको तर हाम्रो निमित्त वरदान साबित भयो। अब 5 वर्षबाट 6 वर्ष नलागेपछि कहिले बुढेसकालले लागेन, कहिले मर्नै परेन। कति आनन्द! बुढेसकाल लाग्छ भनेपछि कति डर लाग्छ। चाउरीपरा गाला पनि क्रिम लगाई लगाई मान्छेले तन्क्याउँछन्। दाँत झर्या छ भने नि नक्कली दाँत हाल्छन्। भर्खरको हुनु परेको छ सबैलाई। अब 5 वर्षबाट 6 वर्ष नलागेपछि त बुढेसकाल कहिले लाग्दै लागेन। कति आनन्द! हजुरले हामीलाई वरदान दिनुभयो भनेर पिताजीलाई ढोगेर 4 कुमारहरू लागेछन्। लौ भएन, अब के गर्नु? यताबाट नाप्छु सृष्टि पुग्दैन, उताबाट नाप्छु उताबाट नाप्छु सृष्टि नपुगेपछि ब्रह्माजीलाई रुनु मन लागेछ। कहिलेकाहीँ काम गर्दै जाँदाखेरि भने जस्तो काम भएन भने रुनु मन लाग्छ, हो कि होइन भन्नु त? आमाहरू त झन् चाँडै रुनुहुन्छ भने जस्तो काम नभएपछि। त्यसै गरी ब्रह्माजीलाई पनि रुनु मन लाग्यो, रुन लाग्नु भएछ। 11 थोपा आँसुहरू भुइँमा झरेछ। भुइँमा झर्ने बित्तिकै 11वटा बच्चाहरू भुइँबाट उत्पन्न भए आँसुबाट। जन्मिने बित्तिकै रुन लागे र भन्न लागे, पिताजी पिताजी हामी को हौँ, हाम्रा श्रीमतीहरू को हुन् भनेर जन्मिने बित्तिकै श्रीमती खोज्न लागेछन्। लौ बर्बाद भयो। अहिलेका जस्ता रहेछन् कि क्या हो, जन्मिन पाएको छैन, बिहे गर्न हतार। ब्रह्माजीले भन्नुभयो, बाबु हो तिमीहरू जन्मिने बित्तिकै रोएको कारणले गर्दा तिमीहरूलाई सबैले रुद्र भनेर चिन्नेछन्। तिमीहरूको नाम रुद्र, मन्यु, मनु, महिनस, महान, प्रिय, शिव, क्रतुध्वज, उग्ररेता, भव, काल, वामदेव, धृतव्रता तिमीहरूको नाम हुनेछ। तिमीहरूको पत्नी वृत्ति, उषना, नियुक्ता, इला, अम्बिका, इरावती, सुधा, दाक्षा, रुद्राणी, शिवानिका तिमीहरूको पत्नी हुनेछन्। शिवजीको साथमा तिमीहरू कैलाश पर्वतमा गएर बस्नु भनेर 11 रुद्रहरूलाई शिवजीको साथ लगाएर कैलाश पर्वतमा पठाइदिनु भयो। एक दिन ब्रह्माजीले गएर शिवजीलाई भन्नुभएछ, भोले बाबा सृष्टि गरेको सृष्टि पूर्णै भएन, अब हजुरले पनि सृष्टि गर्नु पर्यो भनेर भन्नुभएछ। अब ब्रह्माजीले भन्नुभएको मान्नै पर्यो भनेर शिवजीले सृष्टि गर्न लाग्नुभयो। सृष्टि गर्दै गर्दै जानुभएछ। अब जस्तो शिव छ त्यस्तै बनाउनै त हो नि। बाहरूलाई सब्जी बनाउन दिनुभयो भने कहिले नुन चर्को हुन्छ, कहिले बेसार चर्को हुन्छ। ढङ्ग अनुसार काम गर्ने न हो, होइन र? शिवजीले पनि सृष्टि गर्दै जाँदाखेरि त भूत प्रेत पिशाचहरूको सृष्टि गर्नुभएछ। डाङ्किनी साङ्किनी वीर बेताल 64 जोगिनीहरूको सृष्टि गर्नुभएछ। अनि एउटा कोठामा थुनेर राख्नुभएछ। एक दिन ब्रह्माजी घुम्दै घुम्दै आउनुभयो। ए भोले बाबा सृष्टि गर्नुभयो त भनेको, हजुरले भन्ने बित्तिकै सृष्टि गर्न थालेको, क्या गजब गजब सृष्टि गरेर राखेको छु, गएर हेर्नु त ऊ ढोकामा थुनेर राखेको छु भन्नुभयो। गएर हेर्नु पर्यो भनेर गएर हेरेको त महाराज ढोका खोल्ने बित्तिकै ए मारा मारा काट काट, यी ब्रह्माको दारी जुङ्गामा झुन्डा झुन्डा भनेर झुन्डिन पो लागेछन् त। कोही टाउका चढ्छन्, कोही पछाडिबाट धोती तान्छन्, कोही दारी जुङ्गामा ताट्न लागे, चचौई खेल्न लागे। ब्रह्माजीलाई आपत पर्न लाग्यो। लामा लामा सिंह भएका, लामा लामा दारी, हेर्दा पनि डर लाग्ने के गरेको बर। लामा लामा सिंह भएका, लामा लामा दारा भएका, हेर्दैमा डर लाग्ने खालका यो के सृष्टि गरेको, यो सृष्टि मलाई काम छैन, हे भोले बाबा हजुर नि राख्नु भनेर ब्रह्माजीले भन्नुभयो। ठिकै छ, अब आफूले सृष्टि गरेको चिज आफैलाई माया लाग्छ अरे के। आफूले जन्माएको सन्तान जति नराम्रा भए नि, गोजेङ्ग्रा परे पनि आमालाई खुब माया लाग्छ। आफ्ना सन्तान आफूलाई प्रिय लाग्छ। कहिलेकाहीँ आमाहरू हात छेकेको बेलामा बाहरूले भोजन बनाउनुहुन्छ, अरू बेला चाहिँ मिठो भएन भनेर भन्नुहुन्छ। आफूले बनाएको बेला मिठो नभए नि कुपु कुपु खानुहुन्छ चुप्प लाएर। किन त भन्दा अब आफूले बनाएको कसैलाई भन्न मिलेन, आफूले बनाएपछि मिठो लाग्छ अरे। त्यसै गरी शिवजीले पनि आफूले सृष्टि गर्नुभएको आफूलाई प्रिय लाग्ने भयो। त्यही भएर शिवजीले ती सबै भूत प्रेत पिशाचहरूलाई आफ्नो गण बनाएर आफ्ना सेवक बनाएर राख्नुभयो। यसरी शिवजीका गण र पार्षद बनेर ती भूत प्रेत पिशाचहरू रहन लागे। तत्पश्चात फेरि ब्रह्माजीले सृष्टि गर्दै जानुभयो।
सरस्वतीको सृष्टि गर्नुभएछ। सरस्वतीमा ब्रह्माजी मोहित हुनुभयो। यो कुरा भगवानले थाहा पाउनुभयो। लौ भएन, अब ब्रह्माजी आफ्नो धर्मबाट पतन हुने विचार गर्दैछन् भनेर भगवानले ती ब्रह्मालाई लय गराइदिनु भयो। तत्पश्चात फेरि नाभि कमलबाट चतुर्मुखी ब्रह्माको सृष्टि गर्नुभयो। ती चतुर्मुखी ब्रह्माले 4 वेदहरूको सृष्टि गर्नुभयो। पूर्वमुखबाट ऋग्वेद, सामवेद, अथर्ववेद, षोडशी र उक्त नाम गरेको शास्त्रको रचना गर्नुभयो। यसै गरी दक्षिण मुखबाट आयुर्वेद, धनुर्वेद, गन्धर्ववेद, विश्वकर्मा शास्त्रको रचना गर्नुभयो। उत्तर मुखबाट वाजपेय र गोसव नाम गरेका यज्ञ विशेष शास्त्रहरूको रचना गर्नुभयो। दक्षिण मुखबाट आयुर्वेद, धनुर्वेद, गन्धर्ववेद, विश्वकर्मा शास्त्रको रचना गर्नुभयो। यसै गरी पश्चिम मुखबाट अप्रियामा र अतियात्रा नाम गरेका शास्त्रहरूको रचना गर्नुभयो। फेरि पूर्व मुखबाट षोडशी उक्त, दक्षिण मुखबाट पुरुष र अग्निष्टोम नाम गरेका शास्त्रहरूको रचना गर्नुभयो। चारै मुखबाट धर्मका 4 पाउ, सत्य, शौच, दया, तप, धर्मका 4 चरणहरू, ब्रह्मचर्य, गृहस्थ, सन्यास, वानप्रस्थी यी वस्तुहरूको सृष्टि गर्नुभयो। हृदयबाट ओमकारको सृष्टि गर्नुभयो। रोमबाट उष्णिक छन्दको सृष्टि गर्नुभयो। त्वचाबाट गायत्री छन्दको सृष्टि गर्नुभयो। मज्जाबाट पङ्क्ति छन्दको सृष्टि गर्नुभयो। मांसबाट त्रिष्टुप छन्दको सृष्टि गर्नुभयो। अस्थिरबाट जगती छन्दको सृष्टि गर्नुभयो। प्राणबाट अरू छन्दहरूको सृष्टि गर्नुभयो। क वर्ण, जसलाई व्यञ्जन वर्ण भनेर भनिन्छ, ती वर्णहरूको सृष्टि गर्नुभयो। अवर्ण, जसलाई स्वर वर्ण भनेर भनिन्छ, ती वर्णहरूको सृष्टि गर्नुभयो। तैपनि सृष्टि पूर्ण भएन। ब्रह्माजीलाई चिन्ता लाग्यो। आफ्नो शरीरलाई 2 भागमा विभाजन गर्नुभएछ। दाहिने अङ्ग पुरुष र देब्रे अङ्ग नारी। दाहिने अङ्गबाट मनुको सृष्टि गर्नुभयो। देब्रे अङ्गबाट शतरूपाको सृष्टि गर्नुभयो र दुवैलाई आज्ञा गर्नुभयो, हे मनु र शतरूपा, जाओ तिमीहरू मैथुनादि कर्मद्वारा सृष्टि प्रकरण अगाडि बढाओ भनेर पृथ्वीलोकमा पठाउनु भएको। यतापट्टि पृथ्वीलाई एउटा हिरण्याक्ष नाम गरेको दैत्यले हरण गरेर रसातलमा जलमा डुबाएर लिएर गएर राखेर पृथ्वीलाई यातना दिन लाग्यो। यो हिरण्याक्ष को नि भन्दा यसमा पनि एउटा पूर्व इतिहास कथन रहेको छ। एकपल्टको कुरा हो, भगवानका परम भक्त सनक, सनन्दन, सनातन, सनत कुमार नाम गरेका 4 ऋषिगणहरू भगवानको भजन कीर्तन गाउँदै गाउँदै वैकुण्ठ धाम जानु पर्यो भनेर वैकुण्ठ धाम प्रस्थान गर्न लाग्नु भएको। 7 वटा द्वारहरू थियो। 6 वटा द्वारहरू भित्र प्रवेश गरे। 7औं द्वारमा जय र विजय बसेका थिए। जय र विजयले 4 कुमारहरूलाई भित्र प्रवेश गर्न दिएनन्। ए बाबु, के गरेको भनेको, तिमीहरू जस्ता बालकले भगवानको दर्शन गर्न मिल्दैन भनेर रोकिदिए। तिमीहरू वैकुण्ठमा बसेर पनि बालक, वृद्ध, यो बाहिरी बनावटी शरीरलाई हेर्ने होइन, तिमीहरूले त ज्ञानलाई हेर्नुपर्छ, भगवानको भक्तिलाई बुझ्नुपर्छ। हामीमा पनि भगवानको भक्ति छ। त्यही भएर भगवानको दर्शनको अभिलाषा बोकेर वैकुण्ठ धामभित्र जान लागेको, हामीलाई जान देऊ भनेर भनेको। ती जय र विजयले जान दिएनन्। 4 कुमारहरूलाई रिस उठ्यो। उहाँहरूले श्राप दिनुभयो, तिमीहरूको स्वभाव त ठ्याक्कै राक्षसको जस्तो रहेछ, तिमीहरू राक्षस हुनु परोस् भनेर श्राप दिनुभयो। श्राप पर्नासाथ भगवान नारायण पनि आउनुभयो। 4 कुमारहरूलाई हात जोडेर बिन्ती गर्न लाग्नुभयो, प्रभु, यी मेरा पार्षदहरूले बिराए, हजुरले मलाई क्षमा दिनु भनेर भन्न लाग्नुभयो। प्रभु, हजुरले किन माफी माग्नु र? हजुरले गल्ती गरेको हो र? 4 कुमारहरूले भनेका थिए। भगवान भन्नुहुन्छ, कुनै मालिकले गाई वस्तु लिएर गयो, गाई वस्तुले बाली खायो भने गाई वस्तुलाई कसैले गाली गर्दैन, मालिकलाई गाली गर्छन्। त्यसै गरी यी जय र विजयको मालिक पनि म हुँ। यिनीहरूले गरेको गल्ती मेरो गल्ती हो, त्यही भएर माफी दिनु पर्यो। 4 कुमारहरू भन्नुहुन्छ, हामीले श्राप दिइसक्यौँ, अब यो श्राप उल्लङ्घन गर्न मिल्दैन। धर्मशास्त्रमा भनिएको छ, सकृत जलपन्ति राजानां सकृत जलपन्ति पण्डिता सकृत कन्या प्रदीयन्ते त्रेण्यन्ताने सकृत सकृत। एकपल्ट राजाले बोलेपछि त्यो वचन फिर्ता गर्न मिल्दैन। ब्राह्मणले बोलेपछि त्यो वचन फिर्ता गर्न मिल्दैन। जसो गरी विवाह गरेको कन्या फिर्ता गर्न मिल्दैन, त्यसै गरी वचन पनि फिर्ता हुँदैन।
ब्राह्मणको वचन हो, श्राप परिसक्यो, श्राप त लाग्छ। तर यदि यिनीहरूले राक्षस भएको बेलामा भगवानको भजन गरे, भगवानसँग प्रेम गरे भने 7 जन्मपछि यिनीहरू फेरि जय र विजय बन्न पाउँछन्, वैकुण्ठमा आउन पाउँछन्। भगवानसँग द्रोह गरे भने 3 जन्ममा यिनीहरू पुनः वैकुण्ठ धाम आउन पाउँछन्। के गर्ने त भनेर जय र विजयलाई सोधेको। जय र विजयले भन्न लागे हामीलाई त चाँडै आउने मन छ, त्यही भएर हामी भगवानसँग द्रोह गर्छौँ भनेर भन्न लागे। ल जाऊ भनेर भगवानले भनिदिनु भयो। यतापट्टि एक दिनको कुरा हो, कश्यपका धेरै पटरानी मध्येमा जेठी दिति हुनुहुन्थ्यो। दितिलाई गर्भधानको इच्छा भएछ। सन्ध्याकालीन समयमा कश्यप एउटा ब्रह्मसभामा बसिरहनु भएको थियो। दिति महारानीले आएर भन्न लाग्नुभयो, हे पतिदेव, मेरा सौता अदितिका छोरा इन्द्र, यम, वरुण, कुबेर रहेका छन्। मेरा सन्तान गतिलाई एउटा पनि छैनन्। मलाई पनि छोराको इच्छा छ, हजुरले मलाई गर्भाष्ट प्रदान गर्नु पर्यो भनेर दितिले भन्न लागिन्। हेर जेठी, अहिले गर्भाष्ट लिने दिने बेला होइन, यतिखेर इच्छा नगर भनेर भनेको। मलाई त चाहिन्छ भनेर धेरै जिद्दी गर्न लागिन्। अब के गर्नु, स्त्रीको जिद्दीको अगाडि पुरुषको केही लाग्दैन। ठिकै छ, तिमीले जिद्दी गर्यौ, तिमीले गर्भाष्ट लिन खोज्यौ, गर्भाष्ट मैले प्रदान गरी भनेर गर्भाष्ट दिनुभयो। अनि दितिले भन्न लागिन्, हजुर त एकदम जान्ने ज्योतिषी हुनुहुन्छ, गर्भाष्ट त मैले प्राप्त गरेँ, कस्ता खालका छोरा मैले प्राप्ति गर्नेछु। दितिले भन्नुभएको थियो। कश्यप भन्नुहुन्छ, तिमीले सन्ध्याकालीन समयमा गर्भाष्ट लिएको कारणले गर्दा लोककण्टककारी 2वटा पुत्र तिमीले प्राप्ति गर्नेछौ। लोक कल्याणकारी भगवानले तिम्रा 2वटै पुत्रहरूलाई वध गर्नुहुनेछ। किन प्रभु, हजुर जस्ता साधु सन्तबाट यस्ता खराब पुत्र के गरी उत्पन्न हुने भए त? कश्यप भन्नुहुन्छ, तिमीले भूत प्रेत पिशाच हिँड्ने बेलामा सन्ध्याकालीन समयमा गर्भाष्ट लिएका छौ। सन्ध्या समयमा के गर्नु हुँदैन त? सन्ध्यापकमा नगर्नु यी कुरा, निन्दैछ शास्त्र ए महा। खानु सुत्नु पढ्नु मैथुनादि, जो गरेछ साँझैमा। पढ्नु हुँदैन, सुत्नु हुँदैन, मैथुनादि कर्म गर्नु हुँदैन, खानु हुँदैन। गर्यो भने के हुन्छ त? आहारे जायते व्याधि, कर्म दुष्टा समैथुने। शयने नश्यते लक्ष्मी, स्वाध्याय बुद्धिनाशिने। खायो भने रोग बढेर जान्छ, पढ्यो भने विद्यानाश हुन्छ, सुत्यो भने त्यो घरबाट लक्ष्मीजी भाग्नुहुन्छ। मैथुनादि कर्म गर्यो भने सन्तानहरू खराब हुन्छन्। तिमीले पनि सन्ध्याकालीन समयमा गर्भाष्ट लिएको कारणले गर्दा लोककण्टककारी 2वटा पुत्र प्राप्ति गर्नेछौ भनेर भनिदिनु भयो। दिति रुन लाग्नुभयो। बल्ल बल्ल प्राप्ति गरेका छोराहरू त्यहाँमाथि दुष्ट खराब। ठिकै छ, तिमी रोयौ, चिन्ता नगर। जुन कान्छो छोरोबाट जुन कान्छो नाति जन्मिन्छ नि, त्यो भगवानको परम भक्त जन्मिनेछ। आशीर्वाद दिनुभयो। छोरा नभए पनि नातिको अनुहार हेरेर बाँचौँला भनेर दिति महारानी जानुभयो। नभन्दा भन्दै ती जय र विजय, जसलाई 4 कुमारहरूको श्राप परेको थियो, तिनीहरू गिरे आएर दितिको गर्भमा बस्न लागे। 1 मास, 2 मास, 3 मास, 10 मास परिपूर्ण भयो। अरू बच्चाहरू त 10 महिना पुगेपछि जन्मिन्थे, यो बच्चा त 10 महिनामा पनि जन्मिएन। 1 वर्ष, 2 वर्ष, 3 वर्ष, 99 वर्षसम्म आमाको गर्भमा बसेछन्। ल हेर्नु त, पहिलाका आमाहरू कति शक्तिशाली। 99 वर्षसम्म पेटमा बच्चालाई राख्न सक्नुहुन्थ्यो। अहिलेका आमाहरू त 4 महिना पुगेर 5 महिना लागे हुँदैन, धामी कामे जस्तो उफ्रेर धुन्धान हुन्छ। ल मलाई हस्पिटल लिएर जानु पर्यो भनेर कराएर हस्पिटल गएर बस्न पाए, काम गर्नु पर्दैन भनेर हो कि है? यसरी 99 वर्षसम्म आमाको गर्भमा गएर बसे। गर्भबाटै देवताहरूको शक्तिहरूलाई खिच्न लागे। देवताहरू भगवानको शरणमा गए। प्रभु, हाम्रो शक्ति कसले खिचिरहेको छ भनेर सोध्न लागे। भगवानले ध्यान दृष्टि लगाएर हेर्नुभएको, थाहा पाउनुभयो। दितिका बच्चाहरूले पेटबाटै देवताहरूलाई शक्ति क्षीण बनाइरहेका छन्। चिन्ता नगर, अब दितिका बच्चाहरूलाई म जन्म दिनेछु।
सुति नाम गरेको वायु र प्रसुति नाम गरेको वायुलाई पठाइदिनु भयो। भित्रबाट सुति नाम गरेको वायुले ठेल्यो, बाहिरबाट प्रसुति नाम गरेको वायुले तान्यो। नभन्दा भन्दै बच्चा जन्मियो महाराज। जन्मिने बित्तिकै भगवानसँग द्रोह गर्न लागे। हिरण्याक्ष भगवानसँग द्रोह गर्दै मसँग युद्ध गर्ने भएको को छ भनेर खोजेर हिँड्न लाग्यो। एकपल्ट नारदजीसँग भेट भएछ। ए नारद, मसँग युद्ध गर्ने हो भनेर सोध्न लाग्यो हिरण्याक्षले। युद्ध गर्न चाहिँ सक्दिनँ, गराउन चाहिँ खुब सिपालु छु, गराइदिन सक्छु। त्यसो भए मलाई युद्ध गर्ने इच्छा छ। मेरो बराबर बल भएको पुरुष को छ भन्दा भगवान नारायण मात्रै हुनुहुन्छ। त्यो नारायणलाई कहाँ भेट्न सक्छु? नारदजी भन्नुहुन्छ भगवान नारायणले पृथ्वीलाई, धर्मलाई, ब्राह्मणलाई रक्षा गर्नुहुन्छ। यदि तिमीले पृथ्वी लुकाएर बस्यौ भने पृथ्वी रक्षा गर्न भगवान स्वयं आउनुहुनेछ। त्यसो भए त्यही गर्नु पर्यो भनेर पृथ्वीलाई बोकेर लिएर गएर रसातलमा जलमा डुबाएर राख्यो। यतापट्टि मनु र शतरूपा अब ब्रह्माजीको आज्ञाअनुसार सृष्टि गर्नु पर्यो भनेर पृथ्वीमा आएको। पृथ्वीलाई नदेखेपछि ब्रह्माजीको शरणमा गए। ब्रह्माजी र देवी देवताहरू भगवान नारायणको शरणमा जानुभयो। भगवानलाई बिन्ती गर्नुभयो, प्रभु पृथ्वीलाई हिरण्याक्षले रसातलमा जलमा डुबाएर राखेको छ, हजुरले कल्याण गर्नु पर्यो। ल हुन्छ, म कल्याण गरौँला भनेर भगवान श्रीहरि नारायण ब्रह्माजीको नासिकाबाट बरा अवतार लिएर प्राकट्य हुनुभयो। बोलो बरा अवतार भगवानको। यसरी बरा भगवानले अवतार लिएर रसातलमा जानुभयो। हिरण्याक्षसँग युद्ध गर्नुभयो र दाराले रोपेर हिरण्याक्षलाई वध गर्नुभयो। पृथ्वीलाई दारामा धारणा गरेर लिएर आएर जलमा स्थापित गर्नुभयो र भगवानले सप्तकौशिक अर्थात् सप्तकोशीमा गएर स्नान गर्नुभयो र आफ्नो शरीरलाई यसो झड्काल्नु भएको थियो। भगवानको रोमकूपहरू, रौँहरू भुइँमा झर्यो, त्यो सरेर कुश बनेर उम्रिन लाग्यो। भगवान वराहको रोमकूपबाट कुश उत्पन्न भएको कारणले गर्दा पवित्र कर्महरूमा कुशलाई प्रयोजन गरिन्छ। भगवानको पसिनाबाट तिल उत्पन्न भएको, त्यही भएर तिललाई पवित्र मानिन्छ। यसरी भगवानले बरा अवतार लिनुभयो। हिरण्याक्ष नाम गरेको दैत्यलाई वध गर्नुभयो। हे राजा परीक्षित, अब तिमी के श्रवण गर्न चाहन्छौ भनेर राजा परीक्षितका उपरमा सुखदेव स्वामीजीले अब अन्य भगवानका लीलाहरू, चरित्रहरू, कथाहरू अगाडि बढाउँदै हुनुहुन्छ भन्ने सम्बन्धको कथा यस अध्यायबाट वर्णन भयो। बोलो भागवत भगवानको, मुरली मनोहर भगवानको, सप्ताह ज्ञान महायज्ञको अल्छी मानेर जयकार पनि नमनाउनु हुने भक्तजनहरूको लहेर जय भन्या हो कि घरतिर गयो भने हो हाची उठा जस्तो देखिन्छ। त्यही माथि नि एकदम अल्छी मानेर है, यो अल्छी किन लाग्यो हो कुन्नी? नाच्न नपाएर हो भनेदेखि एउटा भजन गाइदिनु पर्ला जस्तो छ है। ल है त, आउनुहोस् एउटा सानो भजन, तत्पश्चात अनि आरती गरेर आजको कथालाई हामी विश्राम गर्नेछौँ। कति राम्रो त्यो वृन्दावन, साल बगेकी यमुना, उस्तै राम्रो मथुरा सहर जान मलाई लाग्दैछ रहर। कति राम्रो त्यो वृन्दावन, साल बगेकी यमुना, उस्तै राम्रो मथुरा सहर जान मलाई लाग्दैछ रहर, जान मलाई लाग्दैछ रहर।
पहिलो दर्शन बिहारीको पछि रङ्गनाथ, पहिलो दर्शन बिहारीको पछि रङ्गनाथ। यमुनामा स्नान गर्नु गर्नु भक्ति साथ, यमुनामा स्नान गर्नु गर्नु भक्ति साथ। कति राम्रो त्यो वृन्दावन, साला लाल बगेकी यमुना। उस्तै राम्रो मथुरा सहर, जान मलाई लाग्दैछ र। राधा कुंड श्याम कुंड गिरी गोवर्धन, राधा कुंड श्याम कुंड गिरी गोवर्धन। मधुर मधुर बंशी बजो सोई वृंदावन, मधुर मधुर बंशी बजो सोई वृंदावन। कति राम्रो त्यो वृन्दावन, साला लाल बगेकी यमुना। उस्तै राम्रो मथुरा सहर, जान मलाई लाग्दैछ र। यमुना को नीलो जल कृष्ण जी नुहाउने, यमुना को नीलो जल कृष्ण जी नुहाउने। आत्मवंशी शिरमा मुकुट अति नै सुहाउने, आत्मवंशी शिरमा मुकुट अति नै सुहाउने। कति राम्रो त्यो वृन्दावन, साला लाल बगेकी यमुना। उस्तै राम्रो मथुरा सहर, जान मलाई लाग्दैछ र। गाई बच्चाले प्रभु जानते बन बन, गाई बच्चाले प्रभु जानते बन बन। गोपिनी को प्रेम ठुलो भन्थे मन मन, गोपिनी को प्रेम ठुलो भन्थे मन मन। कति राम्रो त्यो वृन्दावन, साला लाल बगेकी यमुना। उस्तै राम्रो मथुरा सहर, जान मलाई लाग्दैछ र। जान मलाई लाग्दैछ र, जान मलाई लाग्दैछ र, जान मलाई लाग्दैछ र। बोलो भागवत भगवान को, सप्ताह ज्ञान महायज्ञ को। ल अब आरती को बत्ती तयारी गरौँ। समादरणीय भक्तवृन्दहरू, अब आरती पश्चात आज को दिवाकालीन कथा हामीले विश्राम गर्नेछौँ र बेलुका ठीक 7 बजेबाट हाम्रो महात्म्य कथा प्रारम्भ हुनेछ। सम्पूर्ण भक्तजनहरू बेलुका महात्म्य कथा श्रवण गर्नको निमित्त 7 बजे उपस्थित हुनुहोला। ल आरती को बत्ती तयारी गरौँ। हरि ओम। चन्द्रमा मनसो जात चक्षो, सूर्यो अजायत श्रोत्रात्, वायुश्च प्राणसमुखादग्निरजायत।
श्री भागवत भगवान जी की आरती, पापियों को पाप से तारती। हरि ओम चंद्रमा मनसो जात चक्षुः सूर्यो जायत श्रोत्राद वायुश्च प्राण समुखाद अग्निर्जायत। संपूर्ण भक्तजनहरू आरतीमा उठ्नु होला। श्री भागवत भगवान जी की आरती, पापियों को पाप से तारती, पापियों को पाप से तारती। ये अमर ग्रंथ ये मुक्ति पंथ, पंचम वेद निराला, नवजोत जगाने वाला। ये अमर ग्रंथ ये मुक्ति पंथ, पंचम वेद निराला, नवजोत जगाने वाला। श्री राम यहीं हरि धाम यहीं, श्री नाम यहीं हरि धाम यहीं। श्री जगमंगल की आरती, पापियों को पाप से तारती। श्री भागवत भगवान जी की आरती, पापियों को पाप से तारती, पापियों को पाप से तारती। ये शांति के तपावन पुनीत पापों को मिटाने वाला, हर दर्शन कराने वाला। ये शांति की तपावन पुनीत पापों को मिटाने वाला, हर दर्शन कराने वाला। ए सुख करणी ए दुख हरणी, ए सुख करणी ए दुख हरणी। श्री मधुसूदन की आरती, पापियों को पाप से तारती। श्री भागवत भगवान जी की आरती, पापियों को पाप से तारती, पापियों को पाप से तारती। मधुर बोल जग फंद खोल, कनमा गबताने वाला, बिगड़े को बनाने वाला। ए मधुर बोल जग फंद खोल, सन्मार्ग बताने वाला, बिगड़े को बनाने वाला। श्री राम यहीं घन श्याम यहीं, श्री राम यहीं घन श्याम यहीं। श्री प्रभु महिमा की आरती, पापियों को पाप से तारती। श्री भागवत भगवान जी की आरती, पापियों को पाप से तारती, 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 पापियों को पाप से तारती। बोलो भागवत भगवान को। हरि ओम। ल आरतीला भैमा राखेर 3 चोटि जलले प्रदक्षिणा गरौँ। ओम यानि कानि च पापानि जन्मान्तरकृतानि च तानि तानि प्रदक्षन्तु प्रदक्षिण्यां पदे पदे। ल फुल्लिएर प्रार्थना गरौँ। हरि ओम। यज्ञेन यज्ञमय जन्तदेवास्थानि धर्माणि प्रथमान्यासन्न देहनाकं महिमानः सचन्त यत्र पूर्वे साध्याः सन्ति देवाः सेवन्ति कावकुलचम्पकपाटलाब्जै पुण्णागजातकरवीररसालद्रोणै बिल्वप्रबालतुलसी दलमालतीवे त्वं पूजयामि जगदीश्वर मे प्रसीद।
इमानि पुष्पाणि मनोहराणि सुरासुराणामपि दुर्लभानि कल्पद्रुमादि द्रुमजानि तानि पुष्पाञ्जलिर्मेस्तु सुखाय नित्यं विघ्नेश्वराय वरदाय सुरप्रियाय लंबोदराय सकलाय जगद्धिताय नागाननाय श्रुतियज्ञविभूषिताय गौरीसुताय गणनाथ नमो नमस्ते। हे राम पुरुषोत्तम नरहरि नारायण केशव गोविंद गरुड़ध्वज गुणनिधे दामोदर माधव। हे कृष्ण कमलापते यदुपते सीतापते श्रीपते वैकुंठाधिपते चराचरपते लक्ष्मीपते पाहि माम्। ध्याये नित्यं महेशं रजतगिरिनिभं चारुचन्द्रावतंसं रत्नाकल्पोज्ज्वलाङ्गं वर्षमृगवराभीतिहस्तं प्रसन्नं पद्मासीनं सुमन्तास्तुतममरगणैर्व्याघ्रकृत्यं वसानं विश्वाद्यं विश्वबीजं निखिलभयहरं पञ्चवक्त्रं त्रिनेत्रं ब्रह्मामुरारी त्रिपुरन्धकारी मानुषसी भूमिसुतो बुधश्च गुरुश्च शुक्रः शनिराहुकेतव नवै ग्रहा शान्तिकरा भवन्तु। यथा मेरुगिरे शृङ्गं देवानां मालयं तथा तथा ब्रह्मादिदेवानां गृहे मम स्थिरो भवः। शान्ताकारं भुजगशयनं पद्मनाभं सुरेशं विश्वाधारं गगनसदृशं मेघवर्णं शुभांगं लक्ष्मीकान्तं कमलनयनं योगिभिर्ध्यानगम्यं वन्दे विष्णुं भवभयहरं सर्वलोकैकनाथं। सबैले भन्नुहोला ओम। नाना विविध पुष्पाणि देशकालोद्भवानि च पुष्पाञ्जलिर्मया दत्तं गृहाण परमेश्वर। ओम नाना विविध पुष्पाणि समर्पयामि भक्तिभाव अर्पयामि। ओम गम गणपतये नमः उमा महेश्वराभ्यां नमः ओम आदित्यादि नमः ग्रहेभ्यो नमः गृहवास्तुपुरुषाय नमः ओम लक्ष्मीनारायणाभ्यां नमः पुराण पुरुषोत्तमाय नमः थापित सकल देवी देवताभ्यो नमो नमः। भगवानलाई चढाइदिनु ल। अभिषेक गरिदिनु पर्यो गणेश गुरु। स्वस्ति न इन्द्रो वृद्धश्रवाः स्वस्ति नः पूषा विश्व